सबैजनालाई जय मसीह। हामी प्रार्थना गरेर आज कक्षालाई सुरु गर्नेछौँ। म प्रार्थना गर्नेछु। सारा ब्रह्माण्डलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरज्यू, हामीलाई यो हप्ताभरि तपाईको जीवित वचन अध्ययन गरेर तपाईँ परमेश्वरलाई चिन्ने मौका दिनुभयो र विशेष गरी आफ्नो गन्तव्यलाई बुझेर परमेश्वर अगाडि म कति धेरै पापी हो कुरालाई बुझेर प्रभुज्यूको अगाडि पश्चाताप गरेर आजको वचनद्वारा उद्धार लिन सक्ने गरी प्रभुज्यूले सहायता गरिदिनुहोस्। विशेष गरी प्रभुज्यूले वचनको अगाडि आउनुभएका सबैजनालाई पवित्र आत्माज्यूले आजको वचन बुझ्नका लागि सहायता गरिदिनुहोस्। प्रभुज्यूले नै हृदयका ढोका खोलिदिनु भएन भने प्रभुज्यू मानिसले आफ्नै शक्तिले मात्र उद्धार लिन गाह्रो छ। यसकारण प्रभुज्यूले विशेष रूपमा यहाँ हुने सबैजनालाई ठिकसँग तपाईको अनुग्रहको सुसमाचारलाई बुझ्न सक्ने गरी सहयोग गरिदिनुहोस्। वचन सुन्दा ध्यान केन्द्रित गरेर सुन्न सक्ने गरी प्रभुज्यूले यो विचारहरूलाई सुरक्षा गरिदिनुहोस् र वचन प्रचार गर्ने व्यक्ति र सुन्ने बीचमा पवित्र आत्माज्यूले मध्यस्थ गरिदिनुहोस्। सुरुदेखि अन्तिमसम्म पवित्र आत्माज्यूले नै मात्र आजको यो समयलाई अगुवाई गरिदिनुहोस्। धन्यवाद र प्रार्थना प्रभु येशू ख्रीष्टको नाउँमा चढाउँदछौँ। आमेन। तयारी हुनुहुन्छ आजको कक्षा वचन सुन्नलाई? आज कक्षाको वचन सुन्नलाई तयारी हुनुहुन्छ? पक्कै पनि हिजोसम्म वचन राम्रोसँग ध्यान दिएर सुन्ने व्यक्तिलाई चाहिँ तयारी भन्दा अझै धेरै तयारी हुनुहुन्छ होला यसरी विचार गर्छु। तर हिजोसम्म ठिकसँग वचन नबुझेको व्यक्तिलाई त्यति धेरै मन तयारी छैन होला। आजको कक्षा हप्ताभरि मेहनत गरेको यो वचन अन्तिम विषय, मुख्य विषय आज कसरी मानिस स्वर्गमा जान सक्छ यो विषय अध्ययन गर्ने विषय हो। यसैले गर्दा हिजो कक्षाको पापको विषयको वचन अलिकति भन्छु, त्यसपछि कसरी मानिसले आफ्नो पाप क्षमा पाएर स्वर्गमा जान सक्छ यसको विषयमा बताउनेछु। आज चाहिँ अझै पनि ध्यान केन्द्रित गरेर वचन सुन्न अनुरोध गर्न चाहन्छु। आजको वचन हितोपदेश 20 अध्यायको 9 पदको वचनलाई पाठ गरेर अगाडि बढ्नेछौँ। हितोपदेश 20 अध्यायको 9 पदको वचन अगाडि स्क्रिनमा हेर्नुहोस्। कसले भन्न सक्छ मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पाप रहित छु। हामीले हिजो कक्षामा हेर्यौं भने कति धेरै पाप गरेको हामी पापी मानिस हौं, यो कुरा हामीले हिजोको कक्षाद्वारा हेरेका थियौं। यो पाप चाहिँ दिनदिनै जीवन जिउँदाखेरि पनि हामीले गरिरहेको अनुभव भएको कारणले गर्दा म चाहिँ साँच्चीकै परमेश्वर अगाडि धेरै पाप गरेको पापी हुँ। म आदमबाट पापको स्वभाव चाहिँ पाएँ, तर नरकमा जाने पाप चाहिँ म स्पष्ट रूपमा म आफैले धेरै गरेको छु। यो कुरालाई हिजोको वचनद्वारा हेरेका थियौं। यो वचनमा पनि यो संसारमा एकजना पनि मानिस छैन कि म चाहिँ कुनै गल्ती नगरिकन एकदमै धर्मी आज्ञाकारी जीवन जिएको छु, परमेश्वरज्यूले दिनुभएको सबै आज्ञाहरू पालन गरेको छु, यसरी भन्न सक्ने मान्छे कोही छैन भनेर यो वचनमा लेखिएको छ। अहिले यहाँ वचन सुन्ने दाजुभाइ दिदीबहिनी मध्ये एउटा पनि पाप नगरेको म सबभन्दा धार्मिक व्यक्ति हुँ भनेर भन्न सक्ने कोही हुनुहुन्छ र? हुनुहुन्छ? कोही पनि छैन संसारमा। त्यसैले गर्दा हाम्रो हृदय चाहिँ एकदमै फोहोर कुराले भरेको छ, दुष्टताले भरिएको छ, खराब कुराले भरिएको छ। यसैले गर्दा परमेश्वर उभिनु साथै तपाईँ र म न्यायमा जाने व्यक्ति हो र नरकमा अनन्त दण्डमा जाने व्यक्ति हो। भजन सङ्ग्रह 90 को 8 पदको वचनलाई भजन सङ्ग्रह 90 को 8 पदमा हेर्यौं भने तपाईले हाम्रा अधर्म आफ्नै सामुन्ने राख्नु भएको छ, हाम्रा गुप्त पापहरू तपाईको उपस्थितिको प्रकाशमा छन्। मानिसको अगाडि जति नै हामीले गुप्तमा लुकाएर राखेको हाम्रो भित्रभित्रको पाप भए तापनि, यो हृदयभित्र एकदमै कुनामा भएको पाप भए तापनि परमेश्वरको अगाडि चाहिँ स्पष्ट रूपमा खुल्ला छ यो पापहरू। परमेश्वरज्यू चाहिँ ज्योति हुनुहुन्छ। हामीले यो बिहानको समय सूर्यको किरण जब पृथ्वीमा पर्छ त्यतिबेला यो किरण आउने बेलामा हेर्नुभयो भने एकदमै धुलो उडिरहेको हामी देख्न सक्छौं। त्यो सूर्यको किरणमा जहाँ ज्योति छ त्यहाँ
अझै पनि फोहोर कुरा देखिन्छ प्रकाशमा। परमेश्वरज्यू चाहिँ ज्योति हुनुहुन्छ। परमेश्वर अगाडि हामी उभियौँ भने हाम्रो भित्रभित्र आफूले पनि मैले यति धेरै पाप गरेको, म यस्तो सबभन्दा ठुलो पापी रहेछ, यसरी विचार नगरेको पापहरू पनि परमेश्वर अगाडि स्पष्ट रूपमा देख्न सकिन्छ। यसैले गर्दा मानिसको अगाडि तपाईँ र मैले लुकाएका पापहरू, हाम्रो परिवारबाट, समाजबाट, विभिन्न अवस्थाबाट लुकाएर गरेको पापहरू पनि परमेश्वर अगाडि स्पष्ट खुल्ला छ भनेर वचनमा लेखेको छ। गुप्त पापहरू पनि। अहिले हिजो पनि मैले भनेको जस्तै तपाईँ र मेरो अनुहार बाहिरबाट हेऱ्यो भने चाहिँ यस्तो पाप गरेको पापी हो यसरी जस्तो लाग्दैन हामी सबैलाई। सबैजना हामी असल हौँ, कुनै गल्ती गरेको छैन जस्तै देखिन्छ। तर वास्तवमा चाहिँ मेरो व्यक्तिगत रूपमा भन्यो भने संसारको सबैभन्दा मुख्य पापी म आफै हुँ, यसरी विचार आउँछ। किनभने मैले परमेश्वरको अगाडि धेरै पाप गरेको मलाई थाहा छ। यसकारण बाइबलले भन्छ यस्तो पाप गर्ने पापी चाहिँ के हुन्छ? मर्नै पर्छ, पापको ज्याला मृत्यु। एचकेएल 18 अध्यायको 4 पदको वचन, किनकि हरेक जीवित प्राण मेरै हो, बाबु र छोरा दुवै एकै जस्ता मेरा हुन्, जुन प्राणले पाप गर्छ त्यही मर्छ। फेरि आज पनि दोहोऱ्यायो भने हामीले गरेको पाप अनुसार, तपाईँ र मेरो पापको काम अनुसार, अथवा हामीले गरेको परमेश्वरको विरुद्धमा जिएको जीवन अनुसार, गरेको पाप अनुसार हाम्रो न्याय हुनेछ। तपाईँ र मैले, मेरो दृष्टिकोण र मेरो बुझाइमा पाप होइन जस्तै लागेको कुरा पनि परमेश्वरज्यूले त्यो कुरालाई पनि पाप भन्नुहुन्छ भने परमेश्वरले त्यसको पनि न्याय गर्नुहुनेछ। परमेश्वरले यहाँ जुन प्राणले पाप गर्छ त्यही मर्छ भन्नुभएको छ, नभए मर्नै पर्छ। यो परमेश्वरको वचन हो। परमेश्वरज्यूले भन्नुभएको कुरा चाहिँ सबै पूरा हुन्छ। यस कारणले गर्दा हामी प्रत्येकले आदमबाट त्यो पापको स्वभाव चाहिँ लियौँ। हिजो हामी हेऱ्यौँ है विभिन्न पापको स्वभावहरू, जस्तै झुटो बोल्ने, लोभ गर्ने, रिस, डाहा, व्यभिचार, यी सबै पापको स्वभाव चाहिँ आदमबाट सर्दै सर्दै हामीमा पनि आएको। तर यो स्वभाव प्रयोग गरेर नरकमा जाने पाप चाहिँ प्रत्यक्ष रूपमा हामी आफै सहभागी भएर गरेका छौँ कि छैन? गर्नुभएको छैन? पक्कै पनि हामी सबैजनाले यो पाप स्पष्ट रूपमा गरेका छौँ। एचकेएलको पुस्तकमा अर्को वचन पनि हेऱ्यौँ भने 18 अध्यायको 20 पदमा, त्यो प्राण जसले पाप गर्छ त्यही मर्छ। त्यो प्राण जसले पाप गर्छ त्यही मर्छ। त्यो प्राण चाहिँ को? अहिले तपाईको छेउमा बसेको साथीलाई भनेको हो, पछाडिको अगाडिको व्यक्तिलाई हो? त्यो प्राण चाहिँ को हो? म आफै हो। मैले पाप गरेको छु, म नरकमा जानै पर्छ, किनकि पापको ज्याला चाहिँ मृत्यु हो। छोराले बुवाको दोषको फल भोग्ने छैन, न त बाबुले छोराको दोषको फल भोग्नेछ। धर्मीले आफ्नो धार्मिकताको फल र दुष्टले आफ्नो दुष्टाइको फल पाउनेछ। उसले गरेको अनुसार उसले प्रतिफल पाउनै पर्छ। हिजो हामीले साधारण मान्छेले विचार गर्ने पापलाई लोभको पाप विचार गरेका थियौँ। लोभ त साधारण विचार गर्दछ, तर परमेश्वरज्यूले लोभलाई मूर्ति पूजा गरेको जस्तै पापको रूपमा लिनुहुन्छ। हो, रिस गर्नु चाहिँ मान्छेको हत्या जस्तै। कुनै स्त्रीलाई खराब दृष्टिकोणले पुरुषलाई हेर्नु चाहिँ त्यो स्त्री र पुरुषसँग सँगै सुतेर व्यभिचार गरेको एउटै पाप हो। त्यो सामान मेरो भइदिए हुन्थ्यो भने चोरेको हो। परमेश्वरज्यूले यसरी पापलाई ठान्नुहुन्छ। यस कारणले गर्दा त्यो सबै पापको अवश्य पनि दण्ड न्याय छ। यो कुरालाई हामीले ठिकसँग विचार गर्नै पर्दछ। हिजो तपाईँले कसरी वचन सुन्नुभयो मलाई थाहा छैन। अहिले पनि तपाईँले यो वचनद्वारा आफ्नो मन तयारी गर्नै पर्दछ। उद्धार पाउनका लागि चाहिँ पाप के हो चिन्नै पर्दछ। म कति ठुलो पापी हो कुरा बुझ्नै पर्दछ। यो कुरा बुझेको छैन भने उद्धार पाउन असम्भव हो। तपाईँले आफ्नो पापलाई ठिकसँग चिन्नु भएन भने परमेश्वर अगाडि पश्चाताप गरेर फर्किन असम्भव हो। यहाँ एकजना व्यक्ति हुनुहुन्छ जसले आफ्नो पापको बारेमा धेरै चिन्ता गर्नुभएको विषय छ। मिकाको पुस्तक 6 अध्यायको 6 र 7 पदको वचन, मिका 6 अध्यायको 6 र 7 पदको वचन हेरौँ। के लिएर म परम प्रभुको सामु आऊँ र उच्च भएका परमेश्वरको सामु निहुरौँ? के 1 वर्षे बछारो लिएर होमबलि चढाउनलाई म उहाँको सामु आऊँ? के परम प्रभु हजारौं भेडाहरू र तेलका 10,000 नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढाऊँ? यो मिका भन्ने व्यक्तिले चाहिँ एकदम धेरै चिन्ता गर्नुभयो आफ्नो पापको कारणले गर्दा। वास्तवमा हामीले बाइबल सत्य हो भन्ने कुरा ठिकसँग हृदयदेखि स्वीकारेका छौँ भने, हृदयदेखि बुझेका छौँ, विश्वास गरेका छौँ भने आफूले गरेको पापलाई जब बुझ्छ
नरकको दण्डको बारेमा बुझ्छ, वास्तवमा मनमा एक किसिमको धेरै चिन्ता आउँछ। यो मिका जस्तै नै के गर्यो भने मेरो पापलाई म हटाउन सक्छु अथवा कुन उपायद्वारा मेरो पापबाट म छुटकारा पाउँछु, एकदमै मनभित्र विचार आउँछ। यो पापबाट बाँच्ने इच्छा आउँछ, छुटकारा पाउने इच्छा आउँछ। तर बाइबल सत्य हो भनेर नबुझेको व्यक्तिले चाहिँ एउटा एकछिनको कथा जस्तै जानकारी लिएको मात्र, यो ज्ञान मात्र, जानकारी। तर वास्तवमा बाइबल सत्य हो भनेर बुझेको व्यक्तिले चाहिँ आफ्नो पापको बारेमा राम्रोसँग विचार गर्यो भने मनमा शान्ति र खुसी यस्तो महसुस हुँदैन। एकदमै भित्र गहिरो चिन्ता हुन्छ, कुन उपायद्वारा के गर्यो भने मेरो पापको समाधान हुन्छ, यो मनमा यो विचार। यसैले गर्दा तपाईँ र मैले पनि यो वचन अनुसार हेर्यौँ भने मेरो मन कस्तो छ, के म पनि मिका जस्तै परमेश्वर अगाडि मेरो पापको कारणले चिन्तित छु? मेरो हृदयभित्रको पाप र मेरो बाहिरको पाप, शरीरद्वारा गरेको पाप र मेरो हृदयभित्र सोचेर गरेको पाप, विभिन्न अवस्थाद्वारा गरेको पापको निम्ति वास्तवमा बुझेको व्यक्ति चाहिँ मिकाको जस्तै मन एउटै नै हो। एकचोटि आफ्नो हृदयलाई विचार गर्नुहोस्। यसकारण यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरज्यूको न्यायको अगाडि उभिएर यस्तो पापी मान्छे चाहिँ नरकमा जानै पर्छ भन्ने कुरा हिजो हेऱ्यौँ। कति धेरै पाप गर्यो, यो नरक चाहिँ एकचोटि गयो भने त्यहाँबाट परिवर्तन छैन। हिजो मैले अन्तिममा व्याख्या गरेको थिएँ, नरक चाहिँ आशा नभएको ठाउँ हो, कति धेरै थाक्ने ठाउँ होला। त्यहाँ गएपछि अलिकति पनि परिवर्तन छैन। यस कारणले गर्दा कुनै पनि हालतमा चाहे जस्तो सुकै मूल्य चुकाउनु किन नपरोस्, नरकदेखि आफूलाई बचाउनै पर्दछ, उद्धार गर्नै पर्दछ। यदि नरकदेखि आफूलाई बचाउने इच्छा भएन भने, परमेश्वरको अगाडि मलाई बचाउनुहोस् भन्ने इच्छा छैन भने उद्धार पाउन सक्दैन। यो आफूलाई बचाउने इच्छा भन्दा गलत बुझ्नु भएन, यो चाहिँ हृदयको चाहना भन्न खोजेको हो। हाम्रो कोसिसले चाहिँ स्वर्गमा जान सक्दैन। यो चाहिँ म कुनै पनि हालतमा परमेश्वर मलाई बचाइदिनुहोस्, यो इच्छा हुनै पर्दछ। यो मनलाई के भन्छ? पश्चाताप। प्रेरित 3:19 सँगै पाठ गरौँ। सुरु। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईहरूका पाप मेटिउन् र परम प्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। पश्चाताप भनेको चाहिँ परमेश्वर सत्य र जीवित हुनुहुन्छ भन्ने कुरा बुझेपछि, स्वर्ग र नरक छ भनेर बुझेर म नरकमा जाने पापी भनेर आफ्नो कोसिसले स्वर्ग जान नसक्ने भन्ने कुरा बुझेपछि परमेश्वरतिर फर्किने कुरा हो, मनको परिवर्तन हो। परमेश्वर मलाई नरकदेखि बचाइदिनुहोस्, तपाईँ मात्र हुनुहुन्छ मलाई बचाउनुहोस्, यो मन हो। तर म कति धेरै पापी रहेछु यो मात्र बुझ्यो, तर परमेश्वरतिर फर्केन भने परिवर्तन भएन, मनको परिवर्तन भएन, यसलाई पश्चाताप भन्दैन। त्यसैले गर्दा परिवर्तन, मनको परिवर्तन हो, फर्किने कुरा परमेश्वरतिर। परमेश्वरज्यूले पश्चाताप गर्ने व्यक्तिहरूलाई उहाँले कहिले पनि उद्धार पाउनेबाट वञ्चित गर्नुहुन्न, जसरी पनि उद्धार दिनुहुन्छ। यसैले गर्दा तपाईको हृदयमा साँच्चीकै परमेश्वरतिर फर्किने मन छ, परमेश्वर मलाई बचाइदिनुहोस् भन्ने इच्छा छ, परमेश्वर अहिले यहाँ आउनुभयो भने तपाईले परमेश्वरलाई के भन्ने इच्छा छ? यहाँ आउनुभयो भने साँच्चीकै दृश्यमा आउनुभयो भने के भन्ने इच्छा छ यहाँ आउने व्यक्तिहरूले? यतिकै ओहो परमेश्वर कति सुन्दर रहेछ, बल्ल बल्ल भेटे, यसरी विचार छ कि पक्कै पनि पापको विषय बुझेको व्यक्ति चाहिँ परमेश्वरको अगाडि गएर परमेश्वर मलाई बचाइदिनुहोस् यस्तो इच्छा हुँदैन र? यो मन हुँदैन र? अवश्य पनि हुन्छ। यसकारणले गर्दा अहिले पनि मन तयारी गर्नै पर्दछ। पछाडि सुन्दै हुनुहुन्छ? पछाडि मन तयारी गर्नै पर्छ। स्वर्ग जान चाहिँ वास्तवमा सजिलो छ हेर्यौं भने बाइबलमा, तर खोज्नेहरूले मात्र स्वर्ग पाउँछ। खोज्नेहरूले मात्र, नखोजिकन पाउँदैन। हृदयदेखि अन्तस्करणदेखि नै चाहने व्यक्ति, त्यो इच्छा भएको व्यक्तिले मात्र स्वर्ग पाउन सक्छ, स्वर्गमा जान सक्छ। परमेश्वरले दिनु भए पनि ठिकै छ, नदिनु भए पनि ठिकै छ। यस्तो व्यक्तिले बाइबल सत्य हो भने विश्वास गरेकै होइन। म स्वर्ग गइहाल्छु किन नजाने यस्तो विचार भएको व्यक्तिले साँच्चीकै बाइबल ठिकसँग बुझेको हो, साधारण विचार गर्ने व्यक्तिले। यसैले गर्दा आफ्नो बारेमा राम्रोसँग जाँच गर्नै पर्दछ। मेरो विश्वास, अस्ति पनि मैले भने, मेरो हृदयको विश्वास यो बाइबलसँग ठिकसँग मिल्दैन भने नरकमा जाने चाहिँ म आफै हो। अहिले तपाईलाई भनेको जस्तो लाग्छ, तर त्यो दिनको न्यायमा चाहिँ त्यो दण्ड पाएर अनन्तभित्र जाने चाहिँ म आफै, अनन्त दण्डभित्र जाने चाहिँ म आफै हो।
त्यसैले गर्दा अहिले ध्यान दिएर आफ्नो उद्धारलाई ठिकसँग बाइबलसँग मिलाउनै पर्छ। विश्वास गरेर मात्र स्वर्गमा जान्छ त्यतिकै बाइबलसँग मिल्ने विश्वास छैन भने जाने ठाउँ नरक हो। बाइबलभित्र धेरै विश्वास बोले भएका व्यक्तिहरूको उदाहरण छैन र? छ, तर पनि त्यो व्यक्तिलाई यस क्रिस्टले भन्नुभयो म चिन्दिन। त्यसैले गर्दा बाइबलसँग मिल्नै पर्दछ। अबको बाँकी समय चाहिँ सुसमाचार असल खबरलाई प्रचार गर्ने योजना छ। तपाईहरूले आफ्नो मन राम्रोसँग तयारी गरेर अबको बाँकी समय ध्यान दिएर सुन्नुभयो, साँच्चीकै नरकदेखि बाँच्ने इच्छा भएको व्यक्तिले सुन्नुभयो भने अवश्य पनि परमेश्वरज्यूले त्यो उद्धार दिनुहुन्छ। मन तयारी छ? असल खबर एकदमै गुड न्यूज भन्छ इङ्ग्लिसमा, खुसीको खबर के होला? कसरी नरकदेखि बाँचेर स्वर्गमा जाने होला, यो असल खबर सुन्न तयारी हुनुहुन्छ? यहाँ हाम्रो नयाँ भाइहरू सुन्न तयारी हुनुहुन्छ? मन तयारी भयो? हुन्छ ल, यहाँ वचन हेरौँ। पहिलो तिमोथी 2:4 परमेश्वरको इच्छा के छ यहाँनिर हेरौँ। मानिसप्रति परमेश्वरको इच्छा पहिलो तिमोथी 2:4 सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। परमेश्वरको इच्छा हेर्यौँ भने एकजना पनि मानिस नरकमा गएको चाहनुहुन्न। एकजना पनि नरकमा गएको परमेश्वरको इच्छा छैन। सबैजना बाँचेर अनन्त स्वर्गमा अथवा अस्ति पनि भने मैले यसो ख्रिस्ट भन्ने हवाईजहाज चढेर स्वर्गमा जाने परमेश्वरको इच्छा छ। तर पनि मान्छेहरू परमेश्वरको इच्छा यस्तो भए तापनि किन नरकमा जाने हो त? स्पष्ट हेर्यो भने शरीर कुरालाई खोजेर एउटा चाहिँ, अर्को चाहिँ ठिक उद्धार बाइबलमा कसरी पाउने त्यो विषयलाई नबुझेको कारणले गर्दा गलत विश्वासको कारणले गर्दा नरकमा जान्छ। यसैले गर्दा परमेश्वरज्यूको इच्छा चाहिँ एकजना पनि नरकमा नजाउन्। सत्यको ज्ञान भनेको चाहिँ के हो? सुसमाचारलाई बुझेर, सुसमाचारको विषयलाई बुझेर कुन प्रकारले कसरी मेरो पापलाई परमेश्वरज्यूले हटाइदिनु भएको रहेछ यो कुरा बुझेर स्वर्गमा जाने कुरा परमेश्वरले हामीलाई उपाय दिनुभएको छ। यसैले गर्दा सत्यको ज्ञान चाहिँ हामी हेर्यौँ भने अर्को चाहिँ पाप क्षमाको विषय हो, सुसमाचारको विषय हो। यो चाहिँ परमेश्वरको इच्छा हो। तर यहाँ इच्छा परमेश्वरको इच्छा यस्तो भए तापनि मेरो चाहिँ यस्तो इच्छा छैन भने, म चाहिँ स्वर्गमा जाने चाहना छैन भने स्वर्गमा प्रवेश गर्न सक्दैन। परमेश्वरज्यूको पनि इच्छा छ, मेरो पनि चाहना हुनै पर्छ। दुईपट्टिको कुरा हो यो चाहिँ। मैले मात्र स्वर्गमा जति नै बल गरेर जान चाहे तापनि परमेश्वरको इच्छासँग मेरो विश्वास मिल्दैन भने म जान सक्दिनँ। अर्को कुरा चाहिँ परमेश्वर मात्र चाहनुहुन्छ मलाई स्वर्गमा लानका लागि, तर म चाहिँ चाहना गर्दिनँ भने जाने ठाउँ फेरि नरक नै हो। यसैले गर्दा परमेश्वरज्यू पनि यहाँ हेर्नु भने यो सबैभित्र चाहिँ तपाईँले अरूलाई विचार नगरेर म विचार गर्नुहोस्। म हो मैले मुक्ति पाएको परमेश्वर चाहनुहुन्छ सत्यको ज्ञानद्वारा, त्यो चाहिँ सुसमाचारको वचनद्वारा हो है। हेरौँ परमेश्वर यो सत्यको ज्ञान पाप क्षमाको विषय सुसमाचार हो। हेरौँ लुक्का 1:77 मुक्ति चाहिँ के हो त? अघि मुक्ति पाउन् भन्ने शब्द माथि थियो। लुक्का 1:77 सँगै पढौँ सुरु। उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई। यो संसारमा भएका जति पनि मानिसहरू छन् सबैजना पापी हुन्। एकजना पनि असल मान्छे छैन। सबैजना आदमबाट त्यो पापको स्वभाव लिएर ऊ पापी भएर जन्मेर नरकमा जाने पाप उसले प्रत्यक्ष रूपमा गरेको छ। यस कारणले गर्दा यो संसारबाट स्वर्गमा जाने व्यक्ति चाहिँ आफ्नो असल कामद्वारा ऊ धर्मी जीवन जिएको कारणले गर्दा स्वर्गमा गएको होइन, पाप क्षमा पाएर मात्र। यसैले गर्दा मुख्य विषय चाहिँ अघि सबै मानिसहरूले मुक्ति पाउन् भने मुक्ति भनेको चाहिँ के हो? पाप क्षमा हो। बाइबलमा धेरै शब्दहरू आउँछ, पाप क्षमा, त्यसपछि नयाँ जन्म, परमेश्वर सन्तान हुने, उद्धार। यो उद्धार, नयाँ जन्म, मुक्ति यो सबै शब्दहरू फरक फरक भए तापनि यसको विषय चाहिँ एउटै हो, पाप क्षमा हो। तपाईँले उद्धार पाउनुभयो, मैले पाएँ भने त अनि पाप क्षमाको विषयमा चाहिँ बुझेको छैन भने उद्धार होइन, यो चाहिँ समस्या हो। त्यसैले गर्दा उद्धार पाएँ भनेको चाहिँ मेरो पापको पूर्ण समाधान हो। फेरि पनि शब्द दोहोऱ्यायो भने नयाँ जन्म पाउने, त्यसपछि अनन्त जीवन पाउने, परमेश्वरको सन्तान हुने, उद्धार पाउने, यसको मुख्य विषय चाहिँ के हो? पाप क्षमा हो। पाप क्षमा, पापको समाधान हुनै पर्दछ। जतिसुकै ठुलो पापी किन नहोस् उसको पाप समाधान भयो भने स्वर्गमा जान सक्छ।
यसैले गर्दा पाप क्षमा चाहिँ हामीले पाउनै पर्दछ। त्यसैले यो वचनमा मुक्ति भनेको पाप क्षमा, अघिको वचनमा पनि पहिलो तिमोथी 2:4 पनि मुक्ति पाउन पाप क्षमाको विषय हो। यो पाप क्षमा पाएर मात्र स्वर्गमा जान सक्छ। अब पाप क्षमा पाउने तरिका चाहिँ के होला, कसरी पाप क्षमा पाउने होला, यो बाइबलको वचनद्वारा बुझ्नै पर्दछ। यो बाइबलमा हेर्यौं भने पाप क्षमा पाउने उपाय तरिका लेखेको छ। परमेश्वरज्यूले यो संसारबाट आफ्नो साक्षीको लागि छान्नु भएको इस्राएली जाति छ। यो इस्राएली जातिको इतिहासलाई हेर्यौं भने कसरी पाप क्षमा पाउने हो परमेश्वरले स्पष्ट रूपमा देखाइदिनु भएको कुरा छ। इस्राएली जाति पनि आदमकै सन्तान हुन्। उनीहरू पनि आदमबाट त्यो पापको स्वभाव लिएर पाप धेरै गरेको छ, नरकमै जानु पर्दछ। स्वर्ग जानका लागि चाहिँ पाप क्षमा पाउनै पर्दछ। पापको क्षमा नभइकन स्वर्गमा जान सक्दैन। परमेश्वरले इस्राएली जातिको इतिहासमा हेर्यौं भने पाप क्षमा पाउने उपाय दिनुभएको छ तरिका, त्यो चाहिँ बलिदान चढाउनु यो विषय हो। बलिदानद्वारा हेरौं वचन लेवी 16 अध्यायको 15 र 16 पदको वचन, लेवीको पुस्तक 16 अध्यायको 15 र 16 पदको वचन। तब त्यसले मानिसहरूका निम्ति पाप बलिको बोका मारोस् र त्यसको रगत पर्दाभित्र ल्याएर साँडेको रगत जस्तै कृपा आसनमाथि र कृपा आसनको सामुन्ने छर्कोस्। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महापवित्र स्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्। यहाँ हेर्यौं भने विशेष गरी इस्राएली जातिको 1 वर्षको पाप क्षमा हुनका लागि परमेश्वरज्यूले दिनुभएको पाप क्षमाको व्यवस्था छ। यो व्यवस्था परमेश्वरले दिनुभयो, त्यो चाहिँ पशुको बलिदान हो। यो बलिदान चाहिँ जहाँ पाए त्यहाँ चढाएर हुँदैन। परमेश्वरले बलिदान चढाउने एउटा स्थान तोकिदिनु भएको छ। त्यहाँ मात्र आएर बलिदान चढाउनै पर्दछ। जहाँ इच्छा लाग्यो त्यहाँ बलिदान चढाएर पाप क्षमा हुन सक्दैन। परमेश्वरले तोकिदिनु भएको स्थान छ। त्यो चाहिँ हेर्यौं भने पवित्र तम्बु पनि भन्छ, पाप क्षमा पाउने ठाउँ। त्यो चाहिँ भेट हुने पाल, पवित्र स्थान। एकचोटि यहाँ हेरौं त स्क्रिनमा, यो ठाउँमा आएर बलिदान गर्नै पर्दछ। यसरी पशुको बलि। अघिको वचन अनुसार हेर्यौं भने प्रधान पुजारीले बलिको थुमा तयार गरेर इस्राएली जातिको 1 वर्षको पापको लागि यो बलिको जुन थुमा छ, यो थुमा तयारी गरेर आफ्नो हात राखेर प्रार्थना गर्नै पर्दछ। यो थुमा चाहिँ वास्तवमा निर्दोष छ, कुनै पनि पाप छैन। यो थुमा तयारी गरेर इस्राएली जातिको 1 वर्षको पापको लागि त्यो मुख्य प्रधान पुजारीले आफ्नो हात यसरी राखेर प्रार्थना गरेपछि यो गर्ने भनेको चाहिँ के हो, परमेश्वरज्यूले यो इस्राएली जातिको पापलाई यसरी पशुमाथि सारिदिनु हुने कुरा। यो चाहिँ पशुमाथि सारिदिनुहुन्छ। त्यसपछि अहिले हेर्यौं भने पहिला चाहिँ पापी चाहिँ इस्राएली जाति हो, तर प्रधान पुजारीले यसरी प्रार्थना गरेपछि यो पाप चाहिँ लिएर परमेश्वरले पशुमाथि सारिदिनु भयो। अब पापी चाहिँ पशु हो। पशु पापको ज्याला चाहिँ के हो? मृत्यु हो। पापको ज्याला मृत्यु हो। अहिले चाहिँ हेर्यौं भने यो पाप जुन पशुले बोकिरहेको छ, यो पशुको आफ्नो पाप होइन, इस्राएल जातिको पाप हो। तर अहिले हेर्यौं भने परमेश्वरले इस्राएल जातिको पापलाई लिएर पशुमाथि सारिदिनु भएको कारणले गर्दा पापी चाहिँ पशु, पापको ज्याला मृत्यु हो, रगत बगाएर मर्नै पर्दछ। र इस्राएली जातिको सट्टामा यो पशुले इस्राएली जातिको 1 वर्षको पाप बोकेर रगत बगाएर यसरी मर्दछ। त्यसपछि अघिको वचन हेर्यौं भने त्यो वचन अनुसार त्यो वचनमा हेर्यौं भने त्यो बोका मारेपछि त्यो बोकाको रगत चाहिँ पर्दाभित्र ल्याएर साँडेको रगत जस्तै कृपा आसनमाथि र कृपा आसनको सामुन्ने छर्कोस् भनेको छ। यो कृपा आसन भनेको चाहिँ कतातिर छ भन्दा यहाँ चित्रमा हेरौं, यहाँनिर यो महापवित्र स्थान भन्ने एउटा कोठा छ। त्यो भित्र चाहिँ विशेष गरी सन्दुक छ र सन्दुकभित्र 10 आज्ञा लेखेको 2वटा शिलापाटीहरू छ। त्यो सन्दुकमाथि राखेको एउटा ढकन छ, यो ढकनलाई कृपा आसन भन्दछ। र त्यो पशु जुन इस्राएली जातिको सट्टामा मरेको पशु छ, त्यो पशुको रगत चाहिँ लगेर यो प्रधान पुजारीले कृपा आसनमाथि छड्किनु पर्दछ। यो रगतलाई हेरेर परमेश्वरले इस्राएली जातिको 1 वर्षको पाप क्षमा गर्नुहुन्थ्यो। यसलाई चाहिँ अघिको वचनमा हेर्यौं भने प्रायश्चित भनेर लेखेको छ। यो कुरालाई पाप क्षमा गरेको कुरालाई प्रायश्चित। यसरी इस्राएली जातिको 1 वर्षको पाप क्षमा परमेश्वरले गर्नुहुन्थ्यो। यो चाहिँ पाप क्षमा चाहिँ केद्वारा हो? पशुको बलिदानद्वारा। मानिसको सट्टामा पशु मारेर त्यसरी इस्राएली जातिको 1 वर्षको पाप क्षमा गरिन्थ्यो। परमेश्वरले इस्राएली जातिलाई दिनुभएको यो पाप क्षमाको
व्यवस्थाद्वारा विधिद्वारा हामी पनि बुझ्न सक्छौं कि पाप क्षमा चाहिँ रगतद्वारा मात्र हुन्छ है। लेवीको पुस्तक हेरौं, लेवीको पुस्तक 17 अध्यायको 11 पदको वचन, लेवी 17:11 पदको वचन, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ, मैले रगत चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ। यो प्रायश्चित शब्दले अप्ठ्यारो छ है, सजिलोसँग बुझ्यो भने पाप क्षमा गर्ने काम यसरी बुझे हुन्छ। यो प्रायश्चित भन्ने शब्द चाहिँ सामान किन्दाखेरि यो सामानको ज्याला तिर्ने काम अथवा दाम तिर्ने कुरा हो यो प्रायश्चित भन्ने चाहिँ। त्यसरी नै हाम्रो पाप क्षमा चाहिँ हेर्यौं भने विशेष गरी त्यति बेला इस्राएली जातिको पाप क्षमा र प्रत्येक व्यक्ति इस्राएलले पाप बलि पनि चढाउँथे, त्यो प्रत्येकको पाप क्षमा चाहिँ पशुद्वारा गरेको, त्यो पाप क्षमालाई चाहिँ प्रायश्चित भन्दछ, त्यो चाहिँ पशुको रगतद्वारा हो। यसैले गर्दा परमेश्वरज्यूले इस्राएली जातिलाई दिनुभएको यो पाप क्षमाको व्यवस्थालाई हामी हेर्यौं भने हो मानिसले पाप गरेको कारणले गर्दा आफ्नो पापको निम्ति बलि चढाउनै पर्ने रहेछ, रगत नबगाइकन पापको क्षमा हुँदैन भन्ने कुरालाई ठिकसँग बुझ्नै पर्दछ। एउटा वचन हेरौं, सँगै पाठ गरौं यो वचन, हिब्रू 9को 22 पदको वचन सुरु, वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन। पापको ज्याला चाहिँ मृत्यु, यो कुरा चाहिँ हिजो पनि मैले भुल्नु हुँदैन भनेको छ। यो कुरा भुल्यो भने पछि पाप क्षमाको कुरा बुझ्नलाई अल्मलिन्छ। भनेको चाहिँ नमरिकन पापको ज्याला तिरिँदैन भन्ने कुरा। रगत बगाउने कुरा चाहिँ के हो? मरेको कुरा हो, मरेको प्रमाण हो। अर्को कुरा हेर्यौं भने पापको ज्याला चाहिँ जीवन मार्ने हो, किनभने अघि लेवी 17:11 हेर्यौं भने जीवधारीको प्राण चाहिँ त्यसको रगतमा हुन्छ। रगत बगाउने भने जीवन मार्ने, पापको ज्याला चाहिँ मृत्यु हो, रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन। इस्राएली जातिहरूले हरेक जातिगत पाप चाहिँ वर्षको एकचोटि र विभिन्न अरू बलिदान पनि चढाउँथे, पाप बलि। कुनै व्यक्तिले अनजानमा पाप गर्यो भने उसले बलिदान चढाएर पशुको बलिद्वारा रगत बगाएर त्यो रगतद्वारा इस्राएली जातिको व्यक्तिगत पाप पनि क्षमा हुने बाइबलमा लेखिएको छ। अब अहिलेसम्म हामीले हेरेको चाहिँ इस्राएली जातिको पाप क्षमा पाउने व्यवस्थाको विषयमा हामी हेर्यौं, तर यति मात्र बुझेर हामीले स्वर्गमा जान सक्दैन। बुझ्नुपर्ने चाहिँ हामीले के हो? मेरो पाप क्षमा, एकचोटि स्क्रिनमा हेरौं, मेरो पाप क्षमा, मेरो पाप क्षमा चाहिँ कसरी हुने होला? त्यो चाहिँ इस्राएली जातिहरूलाई परमेश्वर दिनुभएको पाप क्षमाको व्यवस्था। अहिले तपाईँ र म बाँचिरहेको समयमा चाहिँ मेरो पाप क्षमा चाहिँ कसरी हुने होला? तपाईँ र मैले पनि कुनै पशुको बलि चढाएर पशुको बलिद्वारा हाम्रो पाप क्षमा हुने हो कि? त्यसरी हुने हो कि? यसरी चाहिँ अबको समय पाप क्षमा हुन सक्दैन भनेको छ। कारण किन होला? एकचोटि वचन हेरौं, हिब्रू 10 अध्यायको 4 पदको वचन, किनकि साँडे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ, पशुको रगतद्वारा मानिसको पाप हटाउन असम्भव छ। यहाँ हेर्यौं भने यो पशुको बलिदान चाहिँ पुरानो करारमा चढाएको बलिदान चाहिँ कुन अवस्थाको बलिदान हो? यो चाहिँ परमेश्वरज्यूले छायाको रूपमा दिनुभएको सिद्ध बलिदान होइन, छायाको रूपमा, छायाको रूपमा त्यो पशुको बलि चाहिँ बलिदान गरिन्थ्यो त्यो समयमा। तर अहिलेको तपाईँ र मेरो समयमा चाहिँ पशुको बलिदान गरे तापनि हाम्रो पाप क्षमा हुँदैन, किनभने त्यो पुरानो समयमा गरेका जति पनि बलिहरू छन् त्यो सबै चाहिँ के हो? छाया हो, छाया, छाया मात्र हो। हामी वचन हेरौं, हिब्रू 10 अध्यायको 1 पदको वचन, किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिँदै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। मान्छेको पाप चाहिँ पशुको बलिद्वारा हटाउन सक्ने कारण यो चाहिँ छाया मात्र हो। अर्को कुरा चाहिँ पशु र मानिसको मूल्य पनि एउटै होइन, बराबर होइन। मानिस भन्दा पशु चाहिँ कम छ मूल्य पनि। यसकारणले पशुको बलिले मानिसको पाप पनि वास्तवमा पूर्ण रूपमा हटाउन सक्दैन। त्यो चाहिँ परमेश्वरज्यूले छायाको रूपमा दिनुभएको कुरा हो। कहिलेसम्म? साँचो पाप क्षमाको बलि आएर संसारमा नमर्नु भएसम्म, संसारको पापको निम्ति बलि नहुनु भएसम्म त्यो बलिदान चाहिँ निरन्तर बलिदान गर्नुपर्ने समय थियो। र अहिले चाहिँ यो पशुको बलिद्वारा हाम्रो पाप क्षमा हुन सक्दैन। नभए पाप क्षमा चाहिँ मानिसको कोद्वारा हुन्छ, पाप क्षमा चाहिँ मानिसद्वारा नै हुने, पशुको बलिद्वारा हुँदैन। तर यो मान्छेको योग्यता चाहिँ कस्तो हुनु पर्दछ? पाप नभएको मानिस, यहाँ स्क्रिनमा मेरो पाप क्षमाको लागि चाहिँ पशुको बलिले हुँदैन, पाप नभएको मानिस चाहिन्छ। एकचोटि हामी खोजेर हेर्यौं,
संसारमा पाप नभएको मानिस कोही छ? कोही छ होला? छैन। सबैजना आदमको सन्तान हो। आदमद्वारा पापको स्वभाव लिएर प्रत्यक्ष रूपमा पाप गरेको व्यक्ति सबैजना छ। यसकारणले गर्दा सबैजना पापी हो। यसैले गर्दा मेरो पापको निम्ति मेरो आमा मर्नु भए तापनि, मेरो परिवार कुनै सदस्य मर्नु भए तापनि मेरो पाप क्षमा हुन सक्दैन, किनभने मेरो परिवारको सदस्य पनि पापी नै हो। यसकारणले गर्दा परमेश्वरज्यूले नै सिद्ध व्यक्ति तयार गरिदिनु भयो मेरो पाप क्षमाको बलिको लागि। उहाँ चाहिँ को हुनुहुन्छ? येशूज्यू हुनुहुन्छ। येशूज्यू र अघि पशुको बलि जुन छायाको रूपमा परमेश्वरले दिनुभएको त्यो पशुको बलि चाहिँ कुनै पनि खोट नभएको निर्दोष पशु, एकदमै कुनै पनि गल्ती नगरेको पशुलाई इस्राएली जातिको पापको सट्टामा मारिएको थियो। यो निर्दोष पशुले, निष्कोट पशुले, कुनै पनि पाप नभएको पशुले चाहिँ मुक्तिदाता येशू ख्रीष्टलाई देखाएको कुरा हो। येशू ख्रीष्टसँग चाहिँ कुनै पाप थिएन। पहिलो न 3 अध्यायको 5 पदको वचन हेरौं। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ र उहाँमा कुनै पाप छैन। अब येशू ख्रीष्टमा कुनै पाप छैन भने हाम्रो पापको ज्याला तिर्न योग्यको हुनुहुन्छ उहाँ चाहिँ हो। परमेश्वरज्यूको इच्छा चाहिँ हामीलाई नरकदेखि बचाउने, अघि पहिलो तिमोथी 2:4 मा। तर परमेश्वरको इच्छा भएर मात्र हुँदैन। पापको ज्याला चाहिँ मृत्यु हो, रगत बगाएर मरेर तिर्नै पर्दछ। यसकारणले गर्दा अर्को चाहिँ पापको ज्याला तिर्नका लागि योग्य चाहिँ निर्दोष चाहिन्छ, पाप नभएको व्यक्ति चाहिन्छ, निष्कोट व्यक्ति चाहिन्छ, अथवा शुद्ध व्यक्ति, धर्मी व्यक्ति चाहिन्छ। अब धर्मी व्यक्ति चाहिँ हेर्यो भने संसारमा कोही पनि छैन। परमेश्वर हुनुहुन्छ, परमेश्वर पुत्र येशू ख्रीष्ट हुनुहुन्छ, तर उहाँसँग हाम्रो पापको लागि मरिदिने शरीर छैन, किनभने पापको ज्याला मृत्यु, रगत बगाउनै पर्दछ। अर्को उपायले पाप क्षमाउन सक्दैन। यसकारणले गर्दा येशू ख्रीष्टले हाम्रो पाप क्षमा गर्नैको लागि आजभन्दा 2000 वर्ष अगाडि यो संसारमा एउटा कन्या स्त्रीको गर्भभित्र गर्भधारण भएर मानिसको शरीर लिएर आउनुभयो संसारमा। उद्देश्य किन हो? मेरो पाप क्षमा गर्नैको लागि हो। एकचोटि वचन हेरौं। येशू ख्रीष्ट जन्मनुभन्दा अगाडि येशू ख्रीष्टको विषयमा यसरी अगमबानी गरिएको वचन छ। यसाया 7:14। यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। येशू ख्रीष्टको जन्म र तपाईँ र मेरो जन्मलाई हेर्यौं भने एउटै छैन। हामी चाहिँ बुवाको बिउद्वारा जन्म्यौं, तर येशू ख्रीष्ट चाहिँ संसारको आदमको सन्तानद्वारा जन्मिनु भएको व्यक्ति हुनुहुन्न। उहाँ चाहिँ पवित्र आत्माको शक्तिद्वारा एउटा कन्या, पुरुषसँग सम्बन्ध नभएको स्त्री गर्भभित्र गर्भधारण भएर संसारमा जन्मनु भयो। येशू ख्रीष्ट यसरी जन्मनु उद्देश्य चाहिँ के हो? मेरो पाप क्षमाको लागि हो। पापको ज्याला मृत्यु हो, नमरिकन पापको ज्याला तिरिँदैन। यसकारणले गर्दा स्वर्ग छोडेर येशू ख्रीष्ट यस संसारमा आउनुभएको उद्देश्य, सबै मानिसको रूप धारण गर्नुभएको सबै उद्देश्य मेरो पाप क्षमाको लागि हो। येशू ख्रीष्टसँग मात्र हाम्रो पाप क्षमाको योग्यता छ। यसैले गर्दा येशू ख्रीष्ट जन्मनुभन्दा 700 वर्ष अगाडि नै यो संसारमा येशू ख्रीष्ट जन्मने विषय, कसरी जन्मने हो स्पष्टसँग लेख्यो। र बाइबलमा मानिस पापमा पतन भएको समयदेखि नै परमेश्वरले आफ्नो एकमात्र पुत्र मुक्तिदाता येशू ख्रीष्टलाई संसारमा पठाउँछु भनेर प्रतिज्ञा गर्नुभएको, घोषणा गर्नुभएको वचन छ। यसैले गर्दा त्यो वचन अनुसार हेर्यौं भने येशू ख्रीष्ट चाहिँ संसारमा योजनाबद्ध रूपमा परमेश्वरले पठाउनु भएको मुक्तिदाता, मसीह, उद्धारकर्ता हुनुहुन्छ। हेरौं रोमी 4:25 मा वचन। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। हाम्रो पाप क्षमाको बलिदान अथवा हाम्रो पापको ज्याला तिर्ने चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। प्रायश्चित भनेको चाहिँ के हो? पाप क्षमा गर्ने। येशू ख्रीष्टको रगतद्वारा हाम्रो पाप क्षमा हुँदछ र येशू ख्रीष्टले हाम्रो पाप क्षमा गर्नुभएको कुरालाई हामीले केद्वारा? विश्वासद्वारा ग्रहण, स्वीकार गर्नै पर्दछ, विश्वास गर्नै पर्दछ भन्ने कुरा हो। जसले मेरो पापको निम्ति येशू ख्रीष्ट मर्नु भएको हो भन्ने कुरा विश्वास गर्दछ, त्यो व्यक्तिको पाप चाहिँ येशू ख्रीष्टद्वारा क्षमा भइसकेको परमेश्वरले पनि ठहराउनुहुन्छ। तर येशू ख्रीष्टले गर्नुभएको पाप क्षमाको बलिदानलाई इन्कार गर्ने व्यक्तिको पाप चाहिँ परमेश्वरले क्षमा गर्नुहुन्न। यसकारणले गर्दा हामीले बुझ्नुपर्ने, पुरानो समय पनि इस्राएली जातिले पनि परमेश्वरले दिनुभएको पाप क्षमाको व्यवस्थाको लागि पशुको बलिदान जुन चढाउनु पर्ने थियो त्यो चढाउनै पर्छ, नचढाइकन हुँदैन। तर त्यो समय त्यसरी भए तान अब येशू ख्रीष्ट आउनु भएपछि चाहिँ, आजभन्दा 2000 वर्ष अगाडि येशू ख्रीष्ट आउनुभयो। येशू ख्रीष्ट आउनु भएर यस संसारको पापको निम्ति
आफ्नो जीवन बलिदान गर्नुभयो, बलिको रूपमा क्रुसमा चढाएर मर्नु भएपछि चाहिँ औ फेरि यो पशुको बलिदान चढाइरहनु पर्ने आवश्यकता छैन, किनभने पाप क्षमाको साँचो बलि येशू ख्रीष्ट चाहिँ आजभन्दा 2000 वर्ष अगाडि नै यस संसारमा आएर मरिसक्नु भएको छ। जसले अब उहाँ मुक्तिदाता येशू ख्रीष्ट हाम्रो पाप क्षमाको लागि मर्नुभयो ख्रीष्टलाई हेरेर विश्वास गर्दछ, यो व्यक्ति नरकमा जानु कुनै कारण छैन। हेरौँ यो वचन 1 तिमोथी 1 अध्यायको 15 पदको वचनमा, 1 तिमोथी 1 को 15 पदको वचन सँगै पढौँ बिस्तारै सुरु। यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। येशू ख्रीष्ट संसारमा आउनुभएको उद्देश्य नै पाप क्षमाको लागि, मलाई बचाउनका लागि व्यक्तिगत रूपमा बुझ्नै पर्दछ। आजको यो कक्षामा चाहिँ अरूसँग सम्बन्ध विचार नगर्नु, पटक्कै म र येशू ख्रीष्ट सम्बन्ध। जहिले पनि येशू ख्रीष्ट मेरो लागि आउनुभयो। यहाँ हेर्यौँ भने कि पापीहरूलाई उद्धार गर्न, त्यो पापी चाहिँ को हो? म आफै हो। मलाई बचाउन येशू ख्रीष्ट आउनु भएको हो। र यो संसारको सबैभन्दा पापी मान्छे चाहिँ को हो? मैले तपाईहरुलाई तपाई हो भन्न मिल्दैन नि, किनभने तपाई आफूले बुझ्नै पर्दछ कि त्यो पापी चाहिँ म आफै नै हो। अघि पनि मैले भनेको थिएँ, जसले आफ्नो पापको बारेमा बुझ्दैन त्यो व्यक्तिले उद्धार पाउँदैन, किनभने येशू ख्रीष्ट चाहिँ पाप क्षमा गर्नका लागि आउनु भएको। अब मसँग पापै छैन भने येशू ख्रीष्टसँग म के सम्बन्ध भयो? येशू ख्रीष्ट आउनु भएको उद्देश्य चाहिँ पाप क्षमाको लागि हो। म यदि पापी नै होइन भने येशू ख्रीष्टसँग मेरो कुनै सम्बन्ध रहने छैन। जसले साँच्चीकै म नरकमै जाने पापी हो भने बुझेको छ, त्यो व्यक्ति चाहिँ येशू ख्रीष्टलाई पाउँदाखेरि अथवा येशू ख्रीष्ट हो पाप क्षमाको उपाय भनेर सुन्दाखेरि वास्तवमा हृदयमा ठुलो खुसी आउँछ, शान्ति। हो, मैले गर्न नसक्ने कुरा तर येशू ख्रीष्टद्वारा म स्वर्गमा जान सक्ने हो भनेर बुझ्न सक्दछ। म सबैभन्दा मुख्य हुँ। म सबैभन्दा मुख्य पापी भए तापनि येशू ख्रीष्टले किन आएर केही नभनिकन मेरो लागि मरिदिनु भयो होला? कारण बिना मर्नु भयो होला येशू ख्रीष्ट? कारण छ नि, येशू ख्रीष्टले हाम्रो निम्ति मरिदिनु भयो कारण। एकचोटि यहाँनिर हेरौँ, तपाईँ र म चाहिँ जन्मसिद्ध पापी र हामीले हाम्रो हृदयको पापको स्वभाव प्रयोग गरेर धेरै हृदयभित्र पनि पाप गर्यौँ र बाहिर शरीरद्वारा पनि पाप गर्यौँ। पापको जेला चाहिँ मृत्यु हो, मर्नै पर्दछ। तर यो पापको जेला मृत्यु म मर्नु नपर्ने गरी यस संसारमा येशू ख्रीष्ट आउनुभयो स्वर्गबाट र मेरो सट्टामा म मर्नुपर्ने ठाउँमा येशू ख्रीष्ट मरिदिनु भयो र मलाई यो पापको जेला मृत्युबाट छुटकारा गरिदिनु भयो, मेरो पाप सबै क्षमा गरेर। यसरी येशू ख्रीष्टले यसरी गरिदिनु भएको कुरा चाहिँ त्यत्तिकै होला, कारण बिना होला। यो चाहिँ परमेश्वर र येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा प्रेम हो, प्रेम। अस्तिसम्म चाहिँ हामी परमेश्वर न्यायकर्ता हुनुहुन्छ, पापीलाई उहाँले दण्ड दिनुहुन्छ, धेरै हामी हेऱ्यौँ। तर आज चाहिँ परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हामी नरकमै जाने पापीलाई बिना शर्त प्रेम गरेर तपाईँ र मलाई बचाउनका लागि येशू ख्रीष्ट यस संसारमा पठाउनु भयो। एकचोटि 1 यूहन्ना 4 अध्यायको 9 पदको वचन हेरौँ। 1 यूहन्ना 4 अध्यायको 9 पदको वचन, परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो। कसरी प्रकट भयो? हेरौँ, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि पुत्रद्वारा हामी जिउन सकौँ। प्रेम चाहिँ बलिदानद्वारा प्रकट हुन्छ। हामीले पनि परिवारमा हेऱ्यो भने बुवा आमालाई प्रेम गर्छौँ भन्ने कुरा चाहिँ के हो? बुवा आमाको आज्ञा पालन गर्ने हो, काम गर्ने कुरा हो। परमेश्वरले पनि हामीलाई प्रेम गर्नुभयो भन्ने कुरा चाहिँ कोद्वारा बुझ्न सक्छौँ? येशू ख्रीष्टद्वारा। उहाँले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा तपाईँ र म नरकमै जाने पापीहरूलाई उहाँले हाम्रो नरकमा जाने पापको सम्पूर्ण दण्ड येशू ख्रीष्टले तिरिदिनु भयो, येशू ख्रीष्टद्वारा तिर्नु भएर हामीलाई छुटकारा गरिदिनु भयो। त्यसैले गर्दा जसले येशू ख्रीष्ट मेरो पापको लागि मरिदिनु भएको कुराले स्वीकार गर्दछ, यो प्रेमलाई स्वीकार गर्दछ, अर्को शब्दमा भन्यो भने यो प्रेमलाई स्वीकार गर्दछ, त्यो व्यक्ति नरकमा जाने कारण छैन। किनभने येशू ख्रीष्टले सबै पापको जेला तिरिदिनु भएको कारणले गर्दा। यो प्रेमलाई विचार गर्यो, मनन गर्यो भने कति यो प्रेमको उचाइ, गहिराई, लम्बाइ, चौडाइ कति होला? मान्छेको यो दिमागले बुझ्न नसक्ने परमेश्वरको प्रेम यो चाहिँ राम्रोसँग विचार गर्यो भने व्याख्या गर्न नसक्ने कुरा हो। मानिसको शब्दद्वारा परमेश्वरले गर्नुहुने प्रेम व्याख्या गर्न सक्दैन, न त बुझ्न नै सक्छ। हामी निरन्तर परमेश्वरको विरुद्धमा पाप गरेर जिएका व्यक्ति, तर परमेश्वरले हामीलाई प्रेम एकहोरो गरेर आफ्नो पुत्र यस संसारमा पठाउनु भयो तपाईँ र मलाई बचाउनका लागि। यसैले गर्दा परमेश्वरको प्रेम चाहिँ येशू ख्रीष्टद्वारा प्रकट भएको छ र हामीलाई हाम्रो पापको जेला तिर्नका लागि ख्रीष्ट
यस संसारमा पठाएर क्रुसमा मर्न दिनुभयो। अर्को वचन हेरौँ, रोमी 5:8 वचन। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यहाँ हेर्यो भने तपाईँ र म परमेश्वरको विरोधी हुँदाहुँदै शत्रुताको जीवन जिउँदा जिउँदै तपाईँ र मलाई प्रेम गरेर येशू ख्रीष्टलाई संसारमा पठाउनु भयो। तपाईँ र मैले मान्छेले मान्छेलाई गर्ने प्रेमको अवस्था चाहिँ कस्तो हो? त्यो मान्छेलाई मलाई प्रेम गर्यो भने म पनि प्रेम गर्ने हो, त्यो मान्छेलाई मलाई घृणा गर्यो भने म पनि घृणा गर्ने। मान्छेको स्वभाव चाहिँ यस्तो हो कि होइन? तर परमेश्वरज्यूले त्यसरी गर्नु भएन। यदि मान्छेको स्वभाव जस्तै परमेश्वरको भने एकजना पनि मान्छे स्वर्गमा जान सक्दैन। यस कारणले गर्दा परमेश्वरले हामीलाई प्रेम गरेर येशू ख्रीष्ट दिनुभयो। येशू ख्रीष्टको मार्फतद्वारा हामी उहाँको अगाडि उहाँको विरुद्धमा निरन्तर पाप गरेर शत्रु हुँदै भए तापनि ख्रीष्ट पठाएर हामीलाई बचाउनु भयो। एकदमै प्रख्यात वचन एउटा हेर्यो भने योना 3 अध्यायको 16 र 17 पदको वचन कण्ठ छ होला कतिजनालाई, होइन? निरन्तर संगति आउनलाई हेरौँ, योना 3 को 16 17 पदको वचन। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। यो यस्तो भन्ने शब्द कति हो, कस्तो बुझ्न गाह्रो छ, कति गहिरो हो यस्तो भन्ने शब्द। यसको व्याख्या गर्नै सक्दैन कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो, येशू ख्रीष्टद्वारा। यो वचनलाई हेर्यौँ भने परमेश्वरको प्रेम कति गहिरो, यसको लम्बाइ चौडाइ बुझ्न सक्दैनौँ, तर पनि हामी थोरै भए पनि बुझ्न सक्छौँ कि यो संसारको मान्छेले गर्ने प्रेम भन्दा पनि परमेश्वरको प्रेम चाहिँ सबैभन्दा उच्च छ। यो संसारमा सबैभन्दा निस्वार्थ प्रेम चाहिँ बुवा आमाको प्रेम हो। छोराछोरीको लागि बुवा आमाले गर्ने प्रेम चाहिँ निस्वार्थ छ, हो कि होइन? अहिले आमा बुवाको जीवन जिइरहनु भएको व्यक्ति पनि हुनुहुन्छ, तर यो संसारमा बुवा आमाको प्रेम पनि सिद्ध प्रेम चाहिँ होइन, पुरै चाहिँ परमेश्वरको प्रेम मात्र सिद्ध प्रेम हो। उहाँको प्रेमद्वारा उहाँको एकमात्र पुत्र कति बहुमूल्य होला दिनुभयो ताकि उहाँमाथि येशू ख्रीष्टमाथि विश्वास गर्ने। कुन कुराको विश्वास हो? पाप क्षमाको विश्वास हो। कुन विषयको विश्वास हो? पाप क्षमाको विषय हो, है? त्यो विश्वास गर्ने चाहिँ कोही नाश नहोस् भनेको नरकमा जानु पर्दैन, तर त्यसले अनन्त जीवन पाओस् भनेको स्वर्गको जीवन पाउँछ। अनन्त भनेको एकचोटि पाएपछि कहिल्यै नसिद्धिने कुरा हो, फेरि आज पायो भोलि सिद्धिने कुरा होइन हो। हाम्रो पाप चाहिँ संसारको सुरुदेखि अन्तिमसम्म लानु हुँदा अथवा म जन्मेको दिनदेखि मेरो मृत्युको दिनसम्मको सबै पाप लानु भएको यसले। यस कारणले गर्दा अनन्त जीवन दिनुभयो। यदि तपाईँ र मेरो पाप आधा मात्र लानु भएको भने तपाईँ र मैले यो अनन्त जीवन पाउने थिएनौँ, फेरि भोलिको पाप गरेर नरकमै जानु पर्थ्यो। तर अनन्त जीवन दिनुभएको कारण चाहिँ हाम्रो पापको क्षमा पनि अनन्तसम्म गर्नुभएको कारणले गर्दा हो। अब कोही व्यक्ति यसरी परमेश्वरमा फर्केर येशू ख्रीष्टमा फर्केर उहाँले गर्नुभयो पाप क्षमालाई स्वीकार गर्दछ भने त्यो व्यक्तिको लागि चाहिँ उसँग अनन्त जीवन प्राप्त गरिसकेको कुरा हो। येशू ख्रीष्टले हाम्रो निम्ति गर्नुभयो कष्ट कति ठुलो थियो वचनद्वारा हेरौँ। हामीलाई प्रेम गरेर उहाँले सहनुभयो कष्ट कति ठुलो थियो हाम्रो पाप क्षमाको लागि। यसाया 53 अध्यायको 4 र 5 पदको वचन। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर उता हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा धर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं। यहाँ हेर्यौं भने येशू ख्रीष्टले तपाईँ र मैले पाउनुपर्ने सबै दण्डहरू, मैले पाउनुपर्ने सबै कष्टहरू, चोटहरू, कुटाइहरू, सबै कुराहरू येशू ख्रीष्टले आफूमाथि लिनुभयो। यो वचन आजभन्दा 2700 वर्ष अगाडि बाइबलमा लेख्यो। येशू ख्रीष्टले भोग्नुभन्दा 700 वर्ष पहिले नै यो संसारमा आएर मसीह ख्रीष्टले मुक्तिदाताले कसरी संसारको पापको निम्ति त्यो भित्र मेरो पाप पनि बोक्नु हुँदा कस्तो कष्ट सहनु पर्छ सबै कुरा बाइबलमा लेखिएको थियो। येशू ख्रीष्टले मेरो पाप क्षमा गर्नका लागि, मेरो पापको दण्ड बोक्नका लागि कति कष्ट सहनु पर्छ सुरुदेखि नै उहाँलाई थाहा थियो। तैपनि उहाँले त्यो कष्टलाई अन्तिमसम्म सहेर मेरो पापको जेला तिरिदिनु भयो। राम्रोसँग सुन्दै हुनुहुन्छ? मसँगै हुनुहुन्छ? यहाँ शरीर भए तापनि मन छैन भने मसँग भएको होइन है। हुन्छ। फेरि यहाँ हेर्यौँ भने
उसले हाम्रो निर्बलताहरू भोग्यो, हाम्रो दुःखहरू भोग्यो, हाम्रो अपराधको निम्ति यसो ख्रीष्ट छेडिनु भयो, हाम्रो धर्मको निम्ति यसो जिउ पेलिनु भएर यसो ख्रीष्टको कोराको चोटले हाम्रो सबै पापहरू क्षमा भए। यसरी तपाईं र मलाई उद्धार गरिदिनु भयो। एकचोटि यसलाई अझै पनि हामीले यसरी हेरौँ। यसाया 53 को 5 पदको वचनलाई मलाई पछ्याउनुहोस् है, अघिको वचन हो। तर यसोज्यू त मेरो अपराधको निम्ति छेडिनु भयो, मेरो अधर्मका निम्ति यसोज्यू पेलिनु भयो। ममा शान्ति ल्याउने दण्ड यसोज्यू माथि पर्यो। यसोज्यूको कोर्राको चोटले म निको भएँ। सबै मसँग सम्बन्ध, यसो ख्रीष्टले गर्नुभएको सबै दुःख कष्ट मृत्युसम्म सहनुभएको सबै कष्ट चाहिँ मसँग सम्बन्ध, मेरो निम्ति हो। अहिले हामीले यो हेरेको यो फोटोमा हेऱ्यौँ भने यसो ख्रीष्टले पुरै पिटाइ खानुभयो, कोर्रै कोर्रा खानुभयो कारणले गर्दा उहाँको शरीर सबै छाला यसरी चिरिएको छ। प्रत्येक अङ्गबाट रगत बगाउनु भयो, किनभने पापको ज्याला रगत बगाएर तिर्नै पर्दछ। यो सबै यसो ख्रीष्टले कष्ट सहनुभयो। हामीले केही फोटोहरू हेऱ्यौँ भने यसो ख्रीष्टले काँडाको मुकुट लगाउनु भयो। मान्छेको शिरले सोचेर धेरै पाप गर्यो, पापको ज्याला रगत बगाएर तिर्नै पर्दछ। यस कारणले गर्दा यसो ख्रीष्टको शिरमा काँडाको मुकुट लगाउँदा यो काँडाले घोचेर धेरै रगत आयो। यसो ख्रीष्टले यो सबै कष्ट मेरो लागि सहनुभयो। यहाँ पनि हेऱ्यौँ भने पाप गर्ने हात चाहिँ मेरो हो, तर सट्टामा यसो ख्रीष्टको हातमा काँटी ठोकियो। पाप गर्ने खुट्टा मेरो हो, तर यसो ख्रीष्टको खुट्टामा काँटी ठोकियो। पाप गर्ने हृदय मेरो हो, तर सट्टामा यसो ख्रीष्टको हृदय भालाले घोचियो, मेरो सट्टामा। अघि निर्दोष पशु चाहिँ इस्राएली जातिको पापको सट्टामा मरेको थियो, कुनै पनि गल्ती नगरेको। थुमा, थुमा भनेको भेडाको पुरुष बच्चालाई भन्छ, भालेलाई। थुमा मरेको थियो, कुनै गल्ती गरेको थिएन। त्यो थुमा चाहिँ यसो ख्रीष्ट हुनुहुन्छ, त्यो थुमा चाहिँ यसो ख्रीष्ट हुनुहुन्छ। र मैले गरेको पाप, उहाँले कुनै पनि त्यस्तो गल्ती गर्नुभएको थिएन। उहाँले अलिकति पनि सानोभन्दा सानो पाप पनि गर्नुभएको थिएन, तर सबै यो कष्ट सहनु भएको चाहिँ मेरो पापको निम्ति हो। यदि यसो ख्रीष्टले यो कष्ट नसहनु भएको भए यो सबै कष्ट चाहिँ म आफैले सहनै पर्ने थियो, मैले यो दण्ड भोग्नै पर्ने थियो। तर परमेश्वरको प्रेम यसो ख्रीष्टद्वारा म कहाँ प्रकट भएर मैले पाउनुपर्ने दण्ड सबै यसो ख्रीष्टले लिनुभयो। यो कति ठुलो प्रेम होला। यसरी तपाईँ र मलाई उद्धार गरिदिनु भयो। मलाई पछ्याउनुहोस् मेरो पापको निम्ति। कसको पापको निम्ति? यसो ख्रीष्ट मर्नुभयो मेरो पापको निम्ति। उहाँले मलाई अन्तिमसम्म प्रेम गरेर मेरो पापको निम्ति सबै कष्ट सहेर मरिदिनु भयो। यो ठुलो प्रेम, कति ठुलो प्रेम होला। हामीले स्वर्गमा गएपछि, उद्धार पाएपछि स्वर्ग अझै पनि स्पष्ट यो प्रेमको बारेमा बुझ्न सक्छौँ। तर यो पृथ्वीमा पनि संसारमा मान्छेले गर्ने प्रेमभन्दा चाहिँ यसो ख्रीष्टले हामीले प्रेम गरेर उद्धार गरिदिनु प्रेम चाहिँ उच्च हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। यसो ख्रीष्टले हाम्रो पापको निम्ति यसरी कष्ट सहनु भयो। अन्तिममा उहाँले मर्नुभन्दा अगाडि भन्नुभएको विषय छ यूहन्ना 19 को 30 पदको वचनमा हेऱ्यौँ भने, जब यसुले सिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनु भयो। यसो ख्रीष्टले आफ्नो सबै जीवन हाम्रो पापको लागि बलिदान गरिदिनु भयो क्रुसमा। त्यति बेला हेऱ्यौँ भने अब सिद्धियो भन्नुभयो। अब सिद्धियो भनेको चाहिँ के हो? अन्तिममा मेरो पाप क्षमा गर्ने काम सिद्धियो कुरा हो। तपाईँ र मैले जीवनभरि गर्ने काम, गरिसकेको पाप, अहिले गरिरहेको पाप र पछि भविष्यमा गर्ने पाप, सबै पापको निम्ति यसो ख्रीष्टले कष्ट सहेर क्रुसमा मर्नुभयो। र उहाँले अन्तिममा अब सिद्धियो भन्नुभयो। यो अब सिद्धियो भनेको चाहिँ के हो? पाप क्षमा गर्ने काम, पाप छैन, अब सबै यसो ख्रीष्टले लगिदिनु भयो, यो कुरा हो। त्यसैले यो शब्द एकदम महत्त्वपूर्ण। अब सिद्धियो भनेको समयभित्र नै मेरो जीवनभरिको पाप पनि सिद्धियो। हामीले कहिले यहाँ सुन्दाखेरि मेरो पाप सबै सिद्धियो यसरी कुरा आउँछ, तर त्यो भित्र हामी एउटा एउटा कुरा सोध्यो भने कहिलेकाहीँ ठिकसँग जवाब दिन सक्दैन। कारण चाहिँ किन होला? यो अब सिद्धियो भन्ने भित्र त्यो पाप पनि साँच्चीकै सिद्धिएको भन्ने कुरा वचनद्वारा ठिकसँग बुझेको छैन। यस कारणले गर्दाखेरि अब फेरि पाप गर्यो भने अर्को विचार आउँछ, के गर्ने होला, यो विचार आउँछ। यो चाहिँ अझै पनि एकछिनमा पनि स्पष्ट गराउँ। त्यसैले गर्दा अब सिद्धियो भन्ने भित्र मेरो पाप जीवनभरिको सिद्धियो,
जीवनभरि भनेको चाहिँ के हो? म बाँचुन्जेलीको लागि हो, म यो संसारमा रहन्जेलको लागि हो, सबै मेरो पाप सिद्धियो। यसलाई यो पाप क्षमालाई यीशु ख्रीष्टले गर्नुभएको कुरालाई यसरी पनि बुझ्न सक्छौँ। हामीले हेर्यौँ भने यो पापहरू कति धेरै छ। रिस, झगडा, घृणा, डाहा, विभिन्न पापहरू, व्यभिचार, चोरी, झुटो बोलेको सबै पाप छ। तर यीशु ख्रीष्टले रगत बगाउनुहुँदा के गरिदिनु भयो? यो उहाँको रगतले यसरी पेन्ट गरेको जस्तै, भित्तामा रङ लगाएको जस्तै। भित्तामा एकदम फोहोर हुन्छ है, त्यो भित्ता फोहोर भएको बेला फेरि नयाँ रङ लगायो भने त्यो फोहोरलाई के हुन्छ? सबै ढाकिदिन्छ र नयाँ देखिन्छ। त्यस्तै नै हाम्रो सबै पापलाई यीशु ख्रीष्टको रगतले ढाकिदिनु भयो र परमेश्वरले हेर्नुहुँदा अब हाम्रो पाप देख्नुहुन्न, यीशु ख्रीष्टको रगत मात्र छ। तपाईले भित्रको पाप देख्नुभयो? यसलाई यसरी पनि विचार गरौँ, जसले यो पाप छ नि मेरो हृदयभित्र, यो पाप चाहिँ यीशु ख्रीष्ट मेरो लागि मर्नुभयो भनेको व्यक्तिको हृदयमा चाहिँ परमेश्वरले हेर्नुहुँदा यीशु ख्रीष्टको रगत मात्र छ। तर विश्वास नगर्नेको लागि चाहिँ छैन, पाप नै छ। त्यसकारणले गर्दा परमेश्वरको अगाडि फेरि नरकमा जान पर्दछ। त्यसैले गर्दा जसले यीशु ख्रीष्ट मेरो पापको लागि मरिदिनु भयो भने विश्वास गर्दछ। यो चाहिँ रङ लगाएको जस्तो, भित्तामा फोहोर भएको ठाउँमा रङ लगाएर नयाँ बनाएको जस्तो हाम्रो सबै पापलाई यीशु ख्रीष्टको रगतले ढाकिदिनु भएको। र उहाँले भन्नुभयो अब सिद्धियो। अब के भयो? सिद्धियो। अब पाप छैन, पापको कारण नरकमा जाने कारण छैन। तर एउटै मात्र कारण छ, त्यो चाहिँ यीशु ख्रीष्टले गर्नुभएको पाप क्षमाको बलिदानलाई जसले स्वीकार गर्दैन, इन्कार गर्दछ, त्यो व्यक्तिको लागि चाहिँ अर्को मौका छैन। यहाँ हुने दाजुभाइ दिदीबहिनीहरूले के यीशु ख्रीष्टले गर्नुभएको यो पाप क्षमाको बलिदान, मेरो निम्ति गरिदिनु भएको पाप क्षमालाई विश्वास गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ? कतिजनाले चाहिँ नगर्नु भएको कि जस्तो देख्छु नहेर्दाखेरि। व्यक्तिगत सोध्न पनि गाह्रो छ। स्वीकार गर्नुहुन्छ कि नै? धेरै प्रेममा डुब्नु भएको हो, गहिरो 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 हुन्छ। ठिक छ, हामी यसलाई यसै हेरौँ। अब यसमा अलिकति ध्यान दिउँ है, यसमा ध्यान दियो भने अझै सजिलो छ होला। यीशु ख्रीष्ट चाहिँ यहाँनिर मर्नुभयो संसारमा हेऱ्यौँ भने आजभन्दा 2000 वर्ष अगाडि। तर यीशु ख्रीष्ट पछि हामी चाहिँ जन्मेका मान्छेहरू, यीशु ख्रीष्टको मृत्यु पछि हामी चाहिँ 2000 वर्ष पछिका मान्छेहरू। अब तपाईँ र म यहाँ जन्म्यौँ, यहाँ जिउँदैछौँ, एक दिन तपाईँ र म यहाँ मर्छौँ। यीशु ख्रीष्टले यहाँ संसारको पाप बोकिरहनु भएको छ। यो कालो रङ चाहिँ पाप हो। मैले पनि जन्मेपछि मैले गरिसकेको पाप छ, आजको दिनदेखि उता गरिसकेको पाप छ हो। यो पापलाई यीशु ख्रीष्टले लानुभएको हो कि होइन? लानुभएको हो कि होइन? यस्तो खुसी कुरा कति सानो स्वरले भन्नुभएको हो। लानुभएको हो कि होइन? हो, लानुभयो यीशु ख्रीष्टले, हो कि होइन? अबको कुरा चाहिँ है ध्यान दिनुपर्ने। अबको कुरा औ फेरि गर्ने पाप, फेरि पाप गऱ्यो भने के गर्ने हो? सोध्यो भने सोध्दै अनन्त पाप त क्षमा भएको कुरा हो। तर फेरि पाप गऱ्यो भने के हुने हो? यसरी आउँछ कुरा, पाप क्षमा माग्नु पर्छ नि, वचन अनुसार जिउने कोसिस गर्नुपर्छ। क्षमा मागेन भने हुँदैन हो। यसरी कुरा घुम्छ। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ, म हिजो कक्षामा पनि भने, पापको ज्याला के हो त्यो कुरालाई भुल्नु हुँदैन। पापको ज्याला के हो? मृत्यु हो। क्षमा माग्ने भनेको छैन, व्यवस्था पालन गर्ने भनेको छैन। पापको ज्याला मृत्यु हो। औ फेरि पाप गर्यो भने के हुने हो? पहिला गरिस आजको दिनसम्म जे गर्यो त्यो त सिद्धियो, यीशु ख्रीष्टले बोकिसक्नु भयो। तर अब फेरि पाप गर्ने के गर्ने? रोमी 6:23 सँगै पढौँ सुरु। पापको ज्याला मृत्यु हो, मर्नै पर्छ। अब फेरि गर्ने पापको लागि पनि रगत बगाएर त्यो पापको ज्याला तिर्नै पर्छ। मैले विगतमा गरेको पापको ज्याला जुन हो, अब भविष्यमा गर्ने पापको ज्याला पनि एउटै कुरा हो। पाप गर्यो भने के गर्ने हो? क्षमा माग्ने हो। अब फेरि वचन अनुसार जिउने कोसिस गर्नुपर्छ। त्यसरी गरी स्वर्ग जान्छ। यो कुरा बुझ्नेले सुसमाचार भन्दैन। सुसमाचार भनेको के हो? असल खबर। हाम्रो काम यीशु ख्रीष्टको काममा थप्नु हुँदैन। यो चाहिँ अर्कै अर्कै कुरा हो। त्यो चाहिँ आज कान ठाडो पारेर सुन्नै पर्छ है। औ फेरि पाप गर्यो भने के हुन्छ? पाप कहिलेसम्म क्षमा भयो रे? अनन्त क्षमा भयो। अनन्त भन्ने शब्दलाई गलतसँग बुझेर हो कि? अनन्त भनेको के हो?
यसको अन्त्य नहुने कुरा हो। यहाँसम्म भन्ने कुरै छैन। यसको बिन्दु अनन्तको सीमा नै छैन। त्यसकारणले गर्दा त्यो अनन्तभित्र यो अब फेरि गर्ने पाप पनि येशू ख्रीष्टले लगिसक्नु भएको हो, अथवा त्यो अनन्तभित्र अब फेरि गर्ने पाप पनि परेको हो, अथवा त्यही भित्र समेटिएको हो, त्यही भित्र छ भन्ने कुरा बुझ्नै पर्दछ। यो अनन्तभित्र यसरी येशू ख्रीष्टले जसरी हामीले गरिसकेको पाप लानुभएको हो पहिले नै, अब फेरि गर्ने पाप पनि लानुभएको। हामीले बुझ्दा मात्र गरिसकेको पाप, अब गर्ने पाप, यही कुरा भन्छौँ। तर येशू ख्रीष्टको अगाडि चाहिँ एउटै पाप हो, एउटै हो। हाम्रो बुझाइ मात्र गरिसकेको पाप, अहिले गरिरहेको पाप, फेरि भोलि गर्ने पाप। तर येशू ख्रीष्टको समय चाहिँ सबै एउटै हो, एउटै हो। यदि तपाईँ र मैले अब फेरि गर्ने यो पापलाई हेरौँ है, तल अब फेरि गर्ने पापलाई पश्चाताप गर्छौँ या पाप क्षमा माग्ने हो भने यो चाहिँ के हो? येशू ख्रीष्टको रगतलाई इन्कार गरेको कुरा हो है, ठिकसँग नबुझेको कुरा हो। हेरौँ गलाती 2:21 परमेश्वरको अनुग्रह म पन्छ्याउँदिन, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रीष्ट व्यर्थैमा मर्नुभयो। यदि व्यवस्था भनेको चाहिँ अर्को तरिकाले भन्यो भने मेरो कोसिस हो। तपाईँले व्यवस्था भन्न साथै 10 आज्ञा नभन्नुहोस् न, मेरो प्रयास हो, मेरो कोसिस हो, मेरो काम हो। म पश्चाताप गरेर स्वर्ग जान कोसिस गर्नु चाहिँ मेरो असल कार्य, त्यो चाहिँ एक किसिमको व्यवस्था। यदि येशू ख्रीष्टले मेरो पाप जन्मेदेखि अन्तिमसम्मको लागि नलानु भएको हो भने, आधा मात्र लानु भएको हो भने यो चाहिँ पूर्ण पाप क्षमा, यसलाई अनन्त पनि भन्न मिल्दैन। त्यसैले गर्दा येशू ख्रीष्टको मृत्यु चाहिँ व्यर्थ हो। येशू ख्रीष्टले चाहिँ वास्तवमा म जन्मेको दिनदेखि म यहाँदेखि उता के पाप गर्छु, त्यो पाप पनि एकैचोटि लानु भएको हो। तर मेरो बुझाइमा, मेरो तर्फबाट चाहिँ यहाँदेखिको पाप चाहिँ अब राम्रोसँग जिउनु पर्छ नि, फेरि त्यसरी पाप गर्नु हुँदैन। कहिलेकाहीँ यसरी पनि कुरा हुन्छ, भोलि पर्सि पाप नै गरिँदैन, अब त कहाँ गर्छ भन्ने। पाप हुन्छ, यसको मतलब चाहिँ पाप गर्नुहोस् भनेर भनेको होइन। हामीले आउने दिनमा पनि पाप गर्छौँ। येशू ख्रीष्टले चाहिँ यसलाई विचार गरौँ, यो चाहिँ हाम्रो जन्मको दिन। मेरो भनेको तपाईँले सबैले बुझ्नु, मेरो यो चाहिँ हाम्रो मृत्यु हो। तपाईँ र म यहाँ छौँ अहिले, हाम्रो यताको पाप छ, अहिलेको पाप छ, भोलिको पाप छ। तर येशू ख्रीष्टको लागि चाहिँ यो एउटै पाप हो, यहाँदेखि यहाँसम्मको अनन्त पाप भित्रै यो भोलिको पाप पनि परेको, अथवा येशू ख्रीष्ट लगिसक्नु भएको भन्ने कुरा बुझ्नु पर्यो है। नभए यहाँदेखि उता पाप चाहिँ बाँकी छ भने यहाँदेखि उता येशू ख्रीष्टले बगाउनु भएको पाप क्षमाको रगत चाहिँ के हो? व्यर्थ हो, व्यर्थ, केही अर्थ छैन। यो विश्वास गर्ने मान्छे, यस्तो विचार गर्ने मान्छे स्वर्गमा जान सक्दैन, जाने ठाउँ नरक नै हो। अनन्त पाप क्षमा भयो, तर एउटा सोध्यो भने कुरा फरक छ। यो चाहिँ समस्या हो। यस कारणले गर्दा अनन्त भन्ने शब्दलाई पहिला बुझ्नै पर्यो। यदि अनन्तलाई बुझ्दैन भने सबै पाप क्षमा भन्ने बुझे पुग्छ। सबै भित्र के पर्यो? मैले गरिसकेको पाप पनि पर्यो, अहिले गरिरहेको पाप पनि पर्यो, भोलि गर्ने पाप पनि पर्यो। येशू ख्रीष्टले सबै गरिदिनु भएको, यो कुरालाई बुझ्नु पर्यो। यदि यसरी बुझेको छैन भने, यस्तो विश्वास छैन भने त्यो चाहिँ बाइबलसँग मिल्ने विश्वास होइन, बाइबल भन्दा फरक विश्वास हो। यो व्यक्ति जाने ठाउँ चाहिँ नरक हो। के तपाईहरूले राम्रोसँग विचार गर्नुभएको छ? मैले काम गरेर स्वर्गमा जाने हो? मैले गर्ने हो येशू ख्रीष्ट किन आउनु पर्यो संसारमा? मैले पश्चाताप गरेर जाने हो भने येशू ख्रीष्ट आएर यो संसारमा मर्न आवश्यकता छ र? छैन नि। यसरी सुसमाचार प्रचार गर्ने ठिकसँग ध्यान दिएर सुनेन भने बुझ्ने कुरा चाहिँ शैतानले होइन येशू ख्रीष्टकोमा अलिकति प्रार्थना पनि मिसाउनु पर्छ, बेलुकी त प्रार्थना गर्नै पर्छ नि, प्रार्थना गरेन भने त कहाँ क्षमा हुन्छ र, यस्तो विचार हालिदिन सक्छ। होइन, अबदेखिको पाप त होसियारीसँग जिउनु पर्छ, नभए त हुँदैन नि, यस्तो पनि विचार शङ्का हालिदिन्छ। तर बाइबलमा त्यसरी लेखेको छैन। बाइबलमा चाहिँ येशू ख्रीष्टले गर्नुभएको पाप क्षमा चाहिँ मैले जीवनभरि जिउने पाप क्षमा। यो पाप पनि मैले यहाँ चलाउँदा मात्र छुट्टा छुट्टै गएको है यसरी, तर येशू ख्रीष्टको समय यसरी, यो कुरा हो। हेर्नु है, येशू ख्रीष्ट लगिदिनु भएको चाहिँ यसरी हो। फेरि हाम्रो बुझाइ चाहिँ यसरी हो, येशू ख्रीष्टले हाम्रो पाप लानुभयो होइन, एकचोटि हेरौँ, हाम्रो पाप लानुभयो, अब फेरि पाप गर्छौँ। यो पाप पनि वास्तवमा पहिले लानुभएको, हाम्रो बुझाइ चाहिँ यसरी हो। एकचोटि हेरौँ, तर येशू ख्रीष्ट लानुभएको चाहिँ एकैचोटि हो सबै पाप। हामी जन्मनुभन्दा अगाडि तपाईँ र म बुवाको गर्भ, हजुर बाजेको, जिजु बाजेको, कहाँ माथि माथिको बाजेको गर्भभित्र हुँदाखेरि नै येशू ख्रीष्टले हाम्रो पाप लानुभएको। कति पुस्ता अगाडि नै, हामी थाहा नै छैन। येशू ख्रीष्टले चिन्नुहुन्थ्यो हामीलाई कि तपाईँ र म जन्मेपछि के पाप गर्छौँ,
यो सबै पाप येशू ख्रीष्टलाई स्पष्ट थाहा थियो। यसकारणले गर्दा येशू ख्रीष्टले मैले थाहा पाएर गरेको पाप पनि, थाहा नपाएर गरेको पाप पनि, गरिसकेको पाप पनि, गरिरहेको पाप पनि, गर्न बाँकी पाप पनि, पापको ज्याला मृत्यु एउटै हो, सबै लगिदिनु भएको कुरा बुझ्नुभयो? यहाँ हेर्नुहोस् त, सँगै पढौँ सुरु रातोमा, यो रातोको सुरु, सबै पापको क्षमा, उद्धार। उद्धार भनेको के हो? सबै पापको क्षमा हो। उद्धार पाउनु भयो, मैले उद्धार पाएँ, म आज उद्धार पाएको यति वर्ष भयो। तर सुन्दै गयो भने फेरि सबै पाप क्षमा कुरा चाहिँ आउँदैन। सबै पाप क्षमा नपाएको व्यक्ति उद्धार पाएको होइन। उद्धार पाउनु भनेको चाहिँ शब्द पाएको होइन के, शब्द पाएको कुरा होइन। उद्धारको अर्थ पनि बुझेको छैन भने उद्धार मात्र पाए भने उद्धार पाएको हो। तपाईले मैले उद्धार पाएको नबुझे तापनि, नयाँ जन्म पाएको नबुझे तापनि, मुक्ति पाएको नबुझे तापनि मेरो पाप क्षमा चाहिँ सबै भएको भन्ने बुझ्नुभयो भने पुग्यो। मुख्य चाहिँ पाप क्षमा हो, पाप क्षमा। किन मान्छे नरकमा जानुपर्छ? खै त सबैजना चुपचाप बस्नु। किन? पापको कारणले गर्दा हो कि होइन? त्यो पाप चाहिँ कसले लगिदिनु भयो? येशू ख्रीष्टले। नभए सबै येशू ख्रीष्टले पाप लगिदिनु भयो भने म नरकमा जाने कुनै कारण छ? मैले विश्वास गरे पुग्छ, विश्वास गरे पुग्छ। यो मेरो सबै पाप चाहिँ यहाँ हेर्नु है, सबै पापको क्षमालाई उद्धार भन्छ। सबै भनेको चाहिँ मैले भोलि गर्ने पाप पनि पर्छ। म भोलि कहिलेकाहीँ रिस उठ्छ होला, कहिलेकाहीँ घृणा लाग्छ होला। घृणा गर्नु चाहिँ मान्छे मारेको जत्तिकै पाप हो नि, हो कि होइन? हो, लोभ गर्नु चाहिँ मूर्ति पूजा जस्तै पाप हो नि। कुनै राम्रो सामान देख्यो भने लोभ लाग्छ, तर त्यो पाप पनि येशू ख्रीष्टले पापको ज्याला चाहिँ पहिले तिरिदिनु भएको, यसरी बुझ्नै पर्दछ। सबै पाप एकचोटि हेरौँ वचनद्वारा, हिब्रू 10:12 वचन। तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि, कहिलेसम्मको लागि? सदाको लागि। यो सदाभित्र अब गर्ने पाप पनि त्यही भित्र परिसकेको छ भन्ने बुझ्नु पर्यो। एउटै बलिदान चढाउनु भयो अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो, स्वर्गमा जानुभयो उहाँले पापको ज्याला तिरेर। सदाको लागि, यो सदाभित्र चाहिँ हाम्रो मण्डलीले प्रयोग गरेको अनन्त शब्द छ नि, यो शब्द पनि ठिक। तर अनन्त भन्ने शब्दको अर्थ बुझ्दैन भने मेरो जीवनभरिको पाप क्षमा भयो भने बुझ्दा भइहाल्यो। म जन्मेदेखि मृत्युसम्मको पाप येशू ख्रीष्टले लगिदिनु भयो भनेर बुझ्दा भइहाल्यो। तर वचन अनुसारको विश्वास हुनै पर्दछ। सदाको लागि मेरो विगत, वर्तमान, भविष्य सबै पाप येशू ख्रीष्टले लगिदिनु भएको एउटै बलिदान, आफ्नो शरीरको बलिदानद्वारा उहाँले पापको ज्याला तिरिदिनु भएको हो। अर्को वचन पनि हेरौँ, यस्तो वचन छ, धेरै छ। हिब्रू 10:10 वचन। त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। पहिला चाहिँ अपवित्र थियौँ हामी पापको कारणले गर्दा, परमेश्वरको दृष्टिकोणमा अशुद्ध थियौँ। तर येशू ख्रीष्टको रगतले सबै हाम्रो पापलाई धोइदिनु भएको कारणले गर्दा तपाईँ र मलाई शुद्ध बनाइदिनु भयो, पवित्र। कहिलेसम्मको लागि? सदा। यो सदाभित्र के छ अरे? मेरो गरिसकेको पाप र गर्दै गरेको पाप र गर्न बाँकी पाप पनि छ यही भित्र। यो सदा भन्ने शब्दभित्र सबै पाप पर्दछ। यसरी येशू ख्रीष्टले हाम्रो पाप चाहिँ आधी मात्र लानु भएको होइन, आधा मात्र क्षमा गर्नु भएको होइन। र हामीले यो कुरालाई गलत तरिकाले बुझेर फेरि पनि ठिकसँग विचार नगरेर अब फेरि पाप गर्यो भने के हुन्छ, यस्तो कुरालाई गलतसँग बुझेर म पश्चाताप गर्नुपर्छ, म क्षमा माग्नुपर्छ, म पाप नगरी जिउनुपर्छ, अब कसरी जिउने, पाप नगरी जिउने कोसिस गर्नुपर्छ, यस्तो विचार आयो भने यो बुझाइ चाहिँ बाइबलसँग मिल्दैन। यसको अर्थ चाहिँ पाप गर्नुपर्छ भनेर सिकाएको चाहिँ होइन, यो चाहिँ पाप क्षमा कुरा मैले भन्दैछु। भोलि पर्सि गर्ने पाप पनि पुरै क्षमा भएको कुरा बुझ्नै पर्दछ। किन यसरी कुरा गर्दाखेरि अब पाप गर्दैन, पाप नगर्ने कोसिस गर्नुपर्छ भन्ने कुरा चाहिँ किन आउँछ? कारण चाहिँ यो पाप पनि पहिल्यै सबै क्षमा भएको भन्ने कुरा नबुझेकाले त्यतातिर उत्तर आउने हो घुमाएर। अब फेरि पाप गर्ने, पापै नगर्ने हो नि भन्ने कारण चाहिँ किन? त्यो पाप पनि क्षमा भएको छ भन्ने नबुझेर हो। वचन अनुसार जिउनुपर्छ भन्ने पनि त्यही हो। फेरि सबै पाप क्षमा अनन्तता भन्ने हो। तर त्यो पाप पनि भित्र परेको छ भन्ने कुरा चाहिँ ठिकसँग विचार नगरे। यसैले आज तपाईँ र मैले येशू ख्रीष्टले लानुभएको हाम्रो पाप चाहिँ आधा मात्र होइन भन्ने कुरा बुझ्नै पर्दछ है। यसै 38:17 वचन पनि हेरौँ। यस्तो वचन धेरै छ बाइबलमा। यसै 38:17 सँगै पढौँ सुरु।
तपाईले मेरा सबै पाप आफ्नै पछिल्लोतिर राख्नुभयो। सबै पाप भनेको कति पाप हो? जीवनभरिको पाप हो, जीवनभरिको पाप हो। यसलाई यसरी पनि बुझौं, अघि मैले चित्रमा देखाएको जुन येशू ख्रीष्टको मृत्युलाई विचार गर्यो भने येशू ख्रीष्ट मर्नु भएको चाहिँ तपाईं र म जन्मिनु भन्दा अगाडिको कुरा हो, 2000 वर्ष अगाडिको कुरा हो। विगत समय पनि एकचोटि सेमिनार हुँदाखेरि म त्यहाँ गएर पनि देखाएको थिएँ, याद आउँछ कि आउँदैन? हाम्रो जन्म चाहिँ येशू ख्रीष्टको मृत्यु भन्दा पछाडि हो। येशू ख्रीष्टको मृत्यु चाहिँ हामी भन्दा धेरै पहिले 2000 वर्ष अगाडि हो। त्यहाँ मर्नु हुने येशू ख्रीष्टको समयबाट हेर्यौं भने तपाई र मैले मेरो विचारबाट, हाम्रो दृष्टिकोणबाट हामीले गरिसकेको पाप जुन छ नि, ध्यान दिँदै हुनुहुन्छ? गरिसकेको पाप जुन छ येशू ख्रीष्टको समयबाट हेर्यौं भने गर्न बाँकी पाप हो सबै। येशू ख्रीष्टको समयबाट हेर्यौं भने हाम्रो बुझाइ हो भने चाहिँ येशू ख्रीष्ट 2000 वर्ष अगाडि मर्नु भएको नि। येशू ख्रीष्ट मर्नु भएपछि हामी जन्मेर पाप गरेको पापहरू जति पनि छ, जन्मेपछि गरेका पापहरू येशू ख्रीष्टले लानु भएको। त्यसैले गर्दा हाम्रो पापको ज्याला तिर्ने काम पहिले भएको हो सबै। बुझ्दै हुनुहुन्छ? र जन्मेपछि पछि पाप गरेको हामीले। त्यसो हो भने भोलि गर्ने पाप पनि एउटै पाप हो, विगतसँग एउटै पापमा येशू ख्रीष्टले लानु भएको, एउटै धोक्रोमा, एउटै यो झोलाभित्र हालेर लानु भएको, छुट्टा छुट्टै होइन। हाम्रो बुझाइ मात्र त्यसरी हो। मेरो जीवनभरिको पाप चाहिँ येशू ख्रीष्टको लागि एउटै झोला हो के? बुझ्नुभयो? एउटै झोला हो। हाम्रो मात्र तीनटा हो। उदाहरणको लागि यो विगतको, यो अहिले वर्तमानको, त्यसपछि यो भविष्यको। हाम्रो चाहिँ यसरी हो। तर येशू ख्रीष्टको अगाडि चाहिँ एउटै पाप हो सबै, हाम्रो जीवनभरिको पाप चाहिँ। यसकारणले मण्डली परिवार आइरहनु परिवारले अब गर्ने पाप के हुन्छ यसमा अल्मलिनु भएन। स्पष्ट वचन अनुसार बुझ्नै पर्दछ, विचार गर्नै पर्दछ कि सबै पाप, यो सबै पापभित्र चाहिँ हाम्रो जीवनभरिको पाप, म बाँचुन्जेलीको पाप कसरी तपाईले बुझ्नुहुन्छ? म जन्मेदेखि नमरेसम्मको अथवा विगत, वर्तमान, भविष्य, अर्को तरिकाले गरिसकेको र गर्न बाँकी पाप, मेरो तर्फबाट सबै पाप येशू ख्रीष्टले लगिदिनु भएको, हटाइदिनु भएको, यो कुरा बुझ्नै पर्दछ। तर यो कुरालाई ठिकसँग नबुझेर समस्या भयो भने यो चाहिँ आफ्नै धार्मिकता हुन्छ, यो भयो भने समस्या छ। एउटा हामी वचन हेरौं, रोमी 10 अध्यायको 2 र 3 पदको वचन हेर्यौं भने, रोमी 10 अध्यायको 2 र 3 पदको वचन, म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञान अनुसार छैन। किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेनन्। यो वचनमा हेर्यौं भने मण्डली गएको, स्वर्ग जान्छु भन्ने आश पनि छ, जोश पनि छ। तर यहाँ दुई किसिमको धार्मिकताको कुरा गरेको छ। एउटा चाहिँ परमेश्वरबाट आउने, अर्को चाहिँ आफ्नै धार्मिकता। तपाईं र मैले हाम्रो पाप येशू ख्रीष्टले यहाँदेखि उताको लानुभयो। अबको बाँकी पाप चाहिँ पाप नगरी जिउन कोसिस गर्नुपर्छ, पाप गरे पनि फेरि बेलुकी क्षमा माग्नुपर्छ, यस्तो खालको बुझाइ छ नि। यो चाहिँ आफ्नै धार्मिकता, आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा मैले गरेको कामद्वारा धर्मी ठहरेर मेरो पाप हटाएर, मैले गरेको कामद्वारा मेरो पाप क्षमा गरेर म स्वर्ग जाने कोसिस गर्दा स्वर्गमा जान सक्दैन, यो कुरा हो। यसैले गर्दा स्पष्ट रूपमा परमेश्वरबाट आउने धार्मिकता यो चाहिँ सुसमाचार हो। येशू ख्रीष्टको मृत्यु र बौरी उठायो, येशू ख्रीष्टले गर्नुभएको पाप क्षमा हो। यो कुरालाई विश्वास गरेर मात्र स्वर्गमा जान सक्छ। यसकारणले गर्दा हाम्रो बुझाइदेखि स्पष्ट के बुझ्नु पर्यो भन्दा, पाप क्षमाको कुरा चाहिँ चाहे गरिसकेको होस्, चाहे गरिरहेको होस्, चाहे गर्न बाँकी पाप होस्, म हटाउन सक्ने शक्ति छैन, यसरी बुझ्नै पर्दछ। सबै येशू ख्रीष्टसँग सम्बन्ध छ, येशू ख्रीष्टको जिम्मेवारी हो, येशू ख्रीष्टले लिनुभएको। तर मेरो काम पनि थप्यो भने यो चाहिँ नरकमा जाने कुरा हो। यही नै समस्या। राम्रोसँग विचार गर्दै हुनुहुन्छ कि आफ्नो धार्मिकता, मेरो कोसिस यहाँ थप्नु हुँदैन, यो चाहिँ समस्या हो। हाम्रो मण्डली आइरहेको चाहिँ बत्तिसमा लिएर पाप क्षमा हुन्छ चाहिँ त्यस्तो जवाफ त्यति दिनु। तर कुरा गर्दै गयो भने चाहिँ जवाफ आउने चाहिँ अब पाप नगरी जिउनु पर्छ एउटा चाहिँ, अर्को चाहिँ के हो, माफी माग्नु पर्छ, यस्तो कुरा। यो चाहिँ बाइबलसँग मिल्दैन। यसरी गर्यो भने जाने ठाउँ चाहिँ नरक नै हो। जति वर्ष मण्डली गए तापनि नरक नै हो। यो चाहिँ समस्या हो। हाम्रो पाप चाहिँ एकचोटि सदाको लागि क्षमा भएको, यो कुरालाई स्पष्ट रूपमा बुझ्नै पर्दछ। आज एउटा महत्त्वपूर्ण वचन हेरौं, यहाँ स्क्रिनमा हेरौं है। यहाँ एकजना मान्छे छ, यो एकजना मान्छे एकदमै चिन्तित छ, हो कि होइन? खुसी छ कि चिन्तित छ?
चिन्तित छ, ठिक छ। किन चिन्तित भएको होला? हामीले बाइबल अध्ययन गरेको कुरा अनुसार जवाफ दियो भने पापको कारणले गर्दा। पाप, समस्या चाहिँ पाप हो। तपाईले आफ्नो पापको बारेमा अनुभव गर्दा, महसुस गर्दाखेरि यस्तै मनमा विचार आयो कि छैन? थाहा छैन। आफूले विचार गर्नुहोस्। यो मान्छेले बाइबल सत्य हो भने बुझेपछि आफ्नो पापको बारेमा बुझ्दा धेरै चिन्ता आयो मनमा। गरिसकेको पाप, अहिले गरिरहेको पाप, अब अहिलेसम्म गरेको पापलाई मैले हेरेँ कति धेरै पाप गरेको, फेरि भोलि पनि म पाप गर्छु। चिन्ता धेरै छ। नरकको ठुलो दण्ड पाउने भयो भने मान्छेले चिन्ता गर्छ। किन चिन्ता गरेको भन्दा येशू ख्रीष्टले गर्नुभएको पाप क्षमाले यो मान्छेले बुझेकै छैन। कसरी गर्ने होला? म नरकमै जाने पापी। तर यो मान्छेले सुसमाचारको वचन सुन्दै जाँदा बुझ्यो कि ओहो, विगतको पाप त क्षमा भएको रहेछ त। अलिकति मनमा खुसी जस्तो भए तापनि वास्तवमा खुसी भएन। किन? फेरि अहिले पाप गरेको चाहिँ यसले त मलाई नरकमै लान्छ नि। मनमा चिन्तै छ। तर अझै ध्यान दिएर सुन्दा यो पनि पाप क्षमा भएको रहेछ। तर यो मान्छेलाई समस्या भोलिको पाप। अब म यस्तो कमजोर मान्छे, यस्तो खराब मान्छेले भोलि कुनै न कुनै पाप गर्छु होला, त्यसैले गर्दा म स्वर्ग जान सक्दिनँ कि? आजसम्म त येशू ख्रीष्टले लानुभयो, ढुक्कै भए। जे गरे पाप येशू ख्रीष्टले सिद्ध्याउनु भयो। तर अब भोलिको पाप चाहिँ के गर्ने होला? क्षमा माग्नु पर्छ होला, यो मान्छेले भन्छ। ठिक कुरा हो र? ठिक हो हैन? त्यो पाप पनि क्षमा भएको हो कि होइन? क्षमा भएको। यो चाहिँ कसरी बुझ्ने हो? मेरो सबै पाप क्षमा भएको हो। यो सबै पाप क्षमालाई हेर्नुहोस् त, तलको मेरो सबै पाप क्षमालाई नै अनन्तको पाप क्षमा भन्छ है। यहाँ हेरौँ भने वचनद्वारा बुझ्ने वचन। हिब्रू 9 को 12 पद सँगै पढौँ सुरु। बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकैपल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। हाम्रो पाप चाहिँ पशुको बलिदानद्वारा होइन हो, पशुको बलिद्वारा होइन, तर आफ्नै रगत येशूज्यूको रगतद्वारा। यहाँ अनन्त भन्ने शब्द चलाएको छ है। यो अनन्त भनेको चाहिँ सदाको लागि, यसको सीमा नै छैन। उद्धार भनेको चाहिँ पूर्ण छुटकारा हो। उदाहरणको लागि म ठुलो पहिरोमा परेर म यहाँसम्म पुडिएँ, म मर्न लागेँ, तर तपाईँहरू कोही आएर छिटो छिटो यो ढुङ्गा हटाएर मेरो यहाँसम्म निकाल्नु भयो। यहाँदेखि तल चाहिँ पहिरोभित्रै छ, यहाँदेखि माथि निकालेकोलाई उद्धार भन्छ? भन्छ कि भन्दैन? उद्धार भनेको के होला न भाइ? म सबै निस्किनु पर्छ कि पर्दैन? यसरी नै यो ठाउँबाट निस्किने कुरा हो कि होइन? अब हाम्रो पाप क्षमा उद्धार भनेको कुरा पनि के हो? हाम्रो जीवनभरिको पाप, चाहे गरेको पाप होस्, चाहे गरिरहेको पाप होस्, चाहे गर्न बाँकी पाप हो, त्यो सबै पाप क्षमालाई उद्धार भन्छ। यो पाप आधा रह्यो भने यसलाई उद्धार भन्दै भन्दैन। त्यो पहिरोमा परेको मान्छे पनि आधी कम्बरदेखि माथि मात्र निकाले यसलाई उद्धार भन्दैन, आधा उद्धार हो। भोलिको पाप पनि येशू ख्रीष्टले पहिले क्षमा गरिदिनु भयो, यो कुरा बुझ्नै पर्दछ। यदि सबै पाप क्षमा गर्नुभयो भने यो कुरा विश्वास गरेको व्यक्ति नरकमा जाने कारण छ? नभए चिन्तित भएर बस्नुपर्छ? कस्तो हुनुपर्छ? मुखको शब्द चाहिँ खुसी, तर अनुहार चाहिँ रुन्चे नै छ त सबैजना। खुसी छ कि छैन अनुहार? म देख्दिनँ त। यहाँ रुन्चे देखिरहेको कि यहाँ म मात्र देखिरहेको छ है? यहाँ हेरौँ, यो मान्छे खुसी छ कि छैन? अब के तपाईँको मनभित्र यस्तो खुसी महसुस भएको छ? छैन? छैन भने आज घरमा गएर यसो मनन गर्नुहोस्। मनन भनेको सोच्ने कि विचार गर्ने। साँच्चीकै मेरो पाप येशू ख्रीष्टले सधैँ लानु भएको हो त? म आज मरे पनि स्वर्ग जाने हो त? साँच्चीकै आफूले आफूलाई कुराकानी गर्नु पर्यो मनभित्र सुनेको वचनद्वारा। बुझ्नुभयो? सबै भन्न समय आज यति मात्र छ। आज यति मात्र भनेर भोलि शनिबार हो, भोलि पनि सुसमाचार कक्षालाई अलिकति बताउने छु। अहिले सुनेको वचनलाई गएर घरमा के गर्नु? सोच्ने। छिटो छिटो गएर खाना खाएर निदाउने होइन, सोच्ने है। सोचेर विचार गरेर आउनु होला भोलि कक्षामा। भोलि बेलुकी छैन, भोलि चाहिँ बिहान आउनै पर्दछ 9:30 बजेसम्म। प्रार्थना गरेर एउटा सूचना भन्छु अनि सिद्ध्याउनेछु। अनुग्रही प्रभुज्यू, धन्यवाद दिन्छौँ आजको यो बहुमूल्य सुसमाचार कक्षाको निम्ति। प्रभुज्यूले यो संसारमा आउनु भएर मेरो पापको निम्ति कति धेरै कष्ट सहनुभयो। मेरो पाप अनन्तसम्मको लागि क्षमा गरिदिनु भएको कुराको निम्ति धन्यवाद चढाउँदछौँ। यो खुसीको सुसमाचारको निम्ति हृदयदेखि धन्यवाद चढाउँदछौँ।
प्रभुज्यूले अझै पनि यहाँ वचन बुझ्न नसक्ने कोही व्यक्ति परिवार हुनुहुन्छ भने प्रभुज्यूले भोलिको वचनद्वारा पनि स्पष्ट हुन सक्न सहायता गरिदिनुहोस्। यहाँबाट हामी छुट्नेछौँ, जाने यात्रामा सुरक्षा गरिदिनुहोस् र भोलि चाहिँ समयमा आएर फेरि भोलिको वचन पनि सुन्न अनुग्रह गरिदिनुहोस्। धन्यवाद र प्रार्थना प्रभु यीशु ख्रीष्टको नाउँमा चढाउँदछौँ। आमेन।